다 동화들이 아나발링게 상물이야 공감 상회기 섬지슈와 접지도 다 드린데 방금 대지면 지주 님 주보的차례 다님 주베 님은 들이야 소디 가상음악 시베 경험 유도지 남다른 리제미 나네 리제 주스마 말베다 대단 저거 예베기 토하네 응 유님메기 토리아다 미규도지기 가넨지 제요르다 요마르사 오다 디데기 뇽르스네 다 디데기 토보를 지에 되버래 드네 인두다 디고데 녜 가상지 지단지 마진 데시르 슈차베 다 드인데 리제 주스미기 सबैलाई टसितेले नमस्कार सुस्वास्थ्यको कामना सबैलाई र आज म यो वसन्त शिक्षणको अनि आज 6औं दिन रहेको छ 6औं दिनमा अब जुन अस्ति मैले यो यसको विषयमा जुन अब लेक्चरमा को यो 13औं श्लोक भित्र पढ्ने अब पाठ म गइरहेको छ त्योसँग सम्बन्धित अब के अब यो जुन निगमा पाहरूलाई खण्डन गरेको विषयमा यो मिकी दोर्जेले लेखेको हो कि होइन विवादको कुराहरु त्यो विषयमा चर्चा गर्ने गर्दा यसको विषयमा म अब चर्चा गर्नेछु अब त्यो भित्रमा पनि अब म आज छुजुङको विषयमा अब बताउन जाँदै छु अब हामीले विशेष गरी यो छुजुङ इतिहासमा चाहिँ त्यति अब हामीले चासो गर्दैनौं हैन चासो नगरेको भन्दा भएकोले हामीले अब त्यसको विषयमा हामी त्यति चासो गर्दैनौं हामीले विशेष गरी इतिहास पल्टाएर त्यसको अब विभिन्न हामीले यो छुजुङ लगायतका धर्मको उत्पत्तिकरण हामीले बुझ्यो भने हामीले विभिन्न मनबल लागेको अब गाँठोहरु अब यो फुकाउन सक्छ हैन त्यही कारणले हैन स्पष्ट बुझ्नको लागि हैन अनि म तपाईहरुले अब धेरै बताए भने अब एक किसिमको हैन अलिकता अल्छी लाग्ने अलिकता त्यति अब चासो नरले होला त्यही कारणले बुझ्नको लागि म जति सक्दो अब कम हिसाबले बताउने प्रयास गर्छु अब तपाईहरु अब अल्छी लाग्ने नलाग्ने तपाईहरुलाई सुन्ने इच्छा लाग्ने नलाग्ने त्यो तपाईहरुको भरमा पर्छ त्यही पनि अब यो अनि बौद्ध धर्म अब यसरी अब फैलिने क्रममा हैन पहिले फैल्यो समय पछिल्लो समय भने यसरी हुँदाखेरि अब पछिल्लो समयमा जुन बौद्ध धर्म भोटमा फैल्यो त्यो बेला हैन अब हिसे भन्ने गुरुहरु लगायत विभिन्न अब भोट विद्वानहरुले हैन अब विभिन्न अब मन्त्रको विषयमा धेरै नै अब जुन उल्टो विपरीत भएको मन्त्रको अब भनौं त्यसको अब जुन विवादहरु खण्डनहरुको अब सुझावहरु भने यसरी अब उहाँले गर्नुभयो अब भोटमा त्यो त्यस्तो गर्नु कारण के हो भन्दाखेरि भोटमा चाहिँ विभिन्न यो मन्त्रको तपाईको मन्त्रको विभिन्न खण्डन भयो मन्त्रको एउटा व्यापार भयो हैन जे पाए त्यही गर्यो त्यसलाई हटाउनको लागि विद्वानहरुले धेरै प्रयास गरे त्यो विभिन्न अर्थविहीन अर्थ नभएको मन्त्रलाई हटाउनु अब उहाँले प्रयास गर्नुभयो हैन त्यसै कारणले गर्दाखेरि उहाँले यसरी अब यो विभिन्न मन्त्रको नाममा विभिन्न अब अधर्ममा चिन्ने हुँदाखेरि हैन अनि यो मिथ्या मन्त्रहरु उत्पत्ति हुँदाखेरि तिनीहरुलाई नष्ट गर्नको लागि तिनीहरु हटाउनको लागि धेरै यस्तो शास्त्रहरु विद्वानहरुले बौद्ध विद्वानहरुले पछिल्लो धर्म बौद्ध धर्म फैलिने क्रममा उहाँहरुले रच्नु भयो र फैलाउनु भयो यो चाहिँ अब त्यस्तो एउटा मन्त्रको एउटा लापरवाही भएको हुँदाखेरि त्यसलाई हटाउनको लागि अब सँग निङमा भए पनि होस् मन्त्र भए पनि अब सँग मन्त्र भए पनि अब निङमाको मन्त्र भए पनि अब त्यसलाई चाहिँ अब हामीले अब खण्डन गर्नुपर्ने त्यसले चाहिँ अब हामीले विवाद गर्नुपर्ने चाहिँ हामी सबैको एउटा दायित्व बन्दछ हैन जुन बिग्रिएकोलाई चाहिँ हामीले सुधार्नको लागि हामीले अब अत्यन्त प्रयास गर्नुपर्छ सुधार्नको लागि अब त्यस्तै गरी अब यो अब समय चुगलाखाङ जुन समय मठ मन्दिरमा अब यो जुन यो अतिशा पाल्नु भएर धेरै समय उहाँ बस्नु भयो अब यो समयमा चाहिँ अब त्यहाँ चाहिँ अब पुस्तकालय थियो त्यो पुस्तकालय भित्र चाहिँ अब
पहिले अनि त्यो अब झोजे पाल्ने आतिशा हैन आतिशा दीपङ्कर चाहिँ भोटमा पाल्नु हुँदाखेरि हैन जुन भारतवर्षमा नदिएको नलेन्द्रमा नदिएको अब विभिन्न यो तन्त्रको कुराहरु चाहिँ त्यो यो सम्य पुस्तकालय भित्र उहाँले दर्शन पायो देखियो उहाँले अब उहाँ एकदम आश्चर्यजनक एकदम कस्तो कस्तो हुनुभयो कि उहाँ जुन यस्तो एकदम अँधेरो धर्म त्यति नफैलेको ठाउँमा जुन मैले भारतमा हुँदाखेरि अध्ययन गर्ने क्रममा नदिएको एकदम मन्त्रको एकदम कुराहरू अब मैले भोटमा देख्यो भने यसरी उहाँले हर्षित पनि भएको थियो र आश्चर्यजनक भएको थियो हैन त्यही कारणले अनि त्यही कारणले तिब्बती धर्मराजाहरू एक किसिमले बोधिसत्वको रूप नै रहेछन् भनेर उहाँले अब यसरी अब बयान गर्नुभएको थियो अतिशाले त्यही कारणले गर्दाखेरि जुन भारतमा एउटा नमुनाको लागि राखिएको भोटमा धेरै यस्तो एउटा पुस्तकहरू थियो तन्त्र मन्त्रको कुराहरू अब पछि गएर अब ठुबु लोचावाले चाहिँ अब समयमा एउटा गुह्य गर्भ भन्ने तन्त्रको अब संस्कृत पाण्डुलिपि उहाँले फेला पार्नु भयो अब त्यो चाहिँ के को भारतको एउटा नमुना थियो त भन्दा ग्युसावानिबा भन्छ हैन त्यसले चाहिँ अब ग्युसावानिबोगी अब उहाँले एउटा नमुना भेट्नु भयो फेला पार्नु भयो अब त्यो चाहिँ अब उहाँले कसले चढ्नु भयो भन्दाखेरि चुम्दे रिगल भन्ने गुरुलाई चढाउनु भयो ठुबुलो सवाले अनि त्यो बेला चाहिँ जुन चुम्ने हिरालाई अब चढाउँदाखेरि उहाँले के बताउनु भयो भन्दाखेरि चुम्ने हिराले चाहिँ हो यो जुन गुह्य गर्भहरू चाहिँ एक किसिमको यो चाहिँ एउटा पौराणिक तत्त्व भएको एउटा यसको स्रोत भएको यो सत्यता हो भनेर यसरी उहाँले वचन दिनुभएको थियो त्यस्तै गरी यो अनि भोट अब भनौँ न अब भोट लिपिमा जुन अब भारतको अब संस्कृत अब विभिन्न यो देखि अब अनुवाद गरेको धेरै रहेको छ हैन त्यो भित्र अब यो विश्वमित्रद्वारा अब यो लेख्नु भएको हैन जुसँग दुबाको भित्र अब बाँडी गरेको अब लेखिएको धेरै थियो बाँडी गरेको अक्षरहरू लिपिहरू धेरै थियो त्यो भित्र त्यही कारणले गर्दाखेरि यो चाहिँ नि यसको गुह्य गर्भ तन्त्र चाहिँ भारतमा नै परिचित थियो भन्ने अब धेरै प्रमाणहरू छन् हैन यो चाहिँ भोटमा मात्र नभए भारतमा नै थियो भन्ने यसले प्रमाणित गरिन्छ यसले अब यो तन्त्र भित्र हैन एक समय मैले सुनेको थियो भने हैन अब त्यो बेला चाहिँ अब त्यो गुह्य तन्त्रभित्र के थियो भन्दाखेरि हैन अब सूत्रमा चाहिँ एक समय मैले सुनेको थियो भनेको लेखिएको छ तर यो तन्त्रभित्र चाहिँ एक समय मैले यसरी सिकाएको छु भने यसरी उपयुक्त गरिएको छ हैन यो अब यो भित्र समय राखिएको छ त्यो भित्र हैन जुन अब जमिन अर्थात् यो भित्र छ भने व्याख्या अतार्किक छ तिनको सट्ट 4 गुणहरू हुन्छ भने अब यसरी बताएको छ हैन अब यो भित्र चाहिँ अब नवीन तन्त्र भित्र भनौँ न अब नवीन अब भनौँ न नवीन पौराणिक तन्त्र भित्र अब के लेखिएको छ भन्दाखेरि हैन विभिन्न अब एक समय मैले बताएको थियो हैन यसरी अब लेखिएको छ त्यही कारणले विभिन्न अब यो तन्त्रहरू जुन अब गोप्य तन्त्रहरू अब यो त्यति सत्यता छैन यसको स्रोत छैन भने त्यति मिल्दो हामीले भन्नु सकिँदैन किनकि विभिन्न विद्वानहरूले यसरी पल्टाउँदै यसरी हेर्दाखेरि अब विभिन्न अब हैन गलत छ भने अब उहाँले बताउनु भएको छैन त्यसै कारणले गर्दाखेरि यो तन्त्रहरूमा पनि केही सामान्य व्याख्या भनौँ न सामान्य व्याख्याहरू पनि छन् त्यसैले यो 4 दोषहरू हुनुले तिनीहरू आधिकारिक छैनन् भनेर प्रमाणित पनि गर्न सक्दैन हैन त्यही कारणले
अब त्यस्तै गरी यो त्रिकायको अब यो त्रिकायको तन्त्रहरू लगाएका विभिन्न अब यो तन्त्रहरूमा यसरी अब लेखिएको छ तन्त्रको कुराहरू हैन यो जुन पुरातत्वको एउटा तन्त्रहरू हैन पहिले बौद्ध धर्म फैलिने क्रममा यसरी उहाँले लेखिएको थियो यसरी हैन त्यस्तै कारणले यो भेटेको हुँदाखेरि हैन पछि अब जुन अब धेरै प्रसिद्ध अब विद्वानहरू हैन मृत्युज्ञान त्यसैगरी लोछे रिन्चे हैन उहाँले अब यसरी अब यसरी भोटमा अब जाने क्रममा उहाँहरूले विभिन्न यसरी अब जुन भारतको लिपिबाट अब भोट लिपिमा अनुवाद गरेको त्यस्तो पाउनु हुँदाखेरि यस्तो चाहिँ अब हैन अनुवाद गरेको थियो भने जसले अब हैन यसरी अब चुन्ने रिग्रले अब बताउनु भयो भने यसरी नै भनिन्छ त्यस्तै गरी यो थर्लो निमा ग्याल्सेन्ज्यो यो चाहिँ अब एउटा फुर्पाको हैन वज्र किलाको एउटा भारतीय लिपि उहाँले पाउनु भएको थियो भने पनि अब भनिन्छ हैन त्यसै गरी अब साके पण्डितले पनि संस्कृत पण्डुलिपिबाट अनुवाद वज्र किलाको मूल तन्त्र भएको र तार्लो भनौँ न थर्लो निमा ग्याल्से त्यहाँ जाँच गर्न अन्य धेरै क्षेत्रहरू पनि छन् त्यस्तै वज्र किला तन्त्रको उत्पत्ति विवरण बुद्ध गुप्ताद्वारा अनि त्यसैको दुनु अङमा आधुनिक समयमा फेला पारेको जोगछिन ग्रन्थहरूको सानो संग्रह थियो हैन मलाई लाग्छ कि यो मुद्दाहरूको जाँच र अनुसन्धान नगरी यो सबै निङ्म तन्त्र र झुटा छन् भन्ने उचित छैन जस्तो मलाई लाग्छ त्यही कारणले पहिला बताएको यो जोगछिन ग्रन्थहरू हैन जे जस्तो भए पनि यसलाई चाहिँ हामीले अरूको भनाइको विषयमा हामी मुद्दा लगाएर झगडा गर्ने कुरा होइन कि यो सत्यता छ कि छैन हैन त्यसो हामीले अब यसरी अनुसन्धान गर्नु अत्यन्तै अनि उचित जस्तो देख्छौँ त्यसै कारणले हामीले अब हेर्ने ठाउँ धेरै छौँ हैन भारतमा पुरातन समयमा तान्त्रिक अभ्यासहरूलाई आजको यस्तो सार्वजनिक रूपमा होइन कटा गोप्य रूपमा सिकाइन्थ्यो पहिला हैन त्यही कारणले अनि हामीले एउटा यो भनौँ न जोगछेनको ग्रन्थहरूको हैन चित्त तिलको विषयमा हैन त्यसै गरी विभिन्न मनको कुराको अनि समग्रमा नफैलिएको खण्डमा यो चाहिँ छैन यो झुट हो भन्नु हामीले भन्नु मिल्दैन किन त भन्दाखेरि हामीले भोटमा त्यसको अब हामीले स्रोत नभेट्दा पनि हैन अनि यो झुट हो भन्नु मिल्दैन किनकि भारतमा चाहिँ जुन तान्त्रिक तन्त्रले हामीले अब भावना गर्दाखेरि अब सार्वजनिक रूपमा होइन कि कडा रूपमा अब सिकाइन्थ्यो हैन यसरी व्यापक रूपमा परिचित नहुनु आफैमा तिनीहरूमा भारतमा पूर्ण रूपमा अस्तित्व थिएन भनेर प्रमाणित गर्न सक्षम पनि छैन त्यही कारणले अब अहिले त अब हैन अब जुन वाङ दिनु भयो भने नि अब हैन वाङ छ सबै तपाईहरुले पालिदिनु होला स्वागत छ भनेर हामीले अब सूचना गर्छौं तर भारतवर्ष धेरै पहिलेको अब जुन अब प्राचीन कालमा चाहिँ अब तन्त्रहरू चाहिँ ध्यान गर्दाखेरि हैन चुप लागेर हैन एउटा गोप्य रूपमा हैन कसैले नदेखिकन यसरी गर्थ्यो हैन त्यही कारणले गर्दाखेरि त्यो भोटमा पनि हुन सक्दैन हैन सबैमा अब नछापेको सबैमा नदेखेको भित्र गोप्य ठाउँमा राखेर अब त्यस्तो लुकाएर गरेको हुन सक्छ नि त्यही कारणले भारतमा चाहिँ अब विक्रमशिला भने चाहिँ अब के हो त भन्दाखेरि अब तन्त्रहरूलाई अभ्यास गर्ने ध्यान गर्ने भावना गर्ने ठाउँ यो चाहिँ विक्रमशिला रहेको थियो हैन त्यही कारणले गर्दाखेरि अब अतिश विक्रमशिलामा अब उहाँ चाहिँ के हो त वज्रयानको अध्ययन गर्ने धेरै भारतीयहरूलाई उहाँ त्यो बेलामा त्यहाँको खेम्बो थियो हैन मेन अब सिकाउनु लागि अब एउटा शिर जस्तो त्यहाँको हैन अब त्यो अतिश थियो हैन अब त्यो जुन विभिन्न तन्त्रहरूको अब राख्ने ग्रन्थहरूको ठाउँको चाबी साँचो उहाँसँग थियो हैन त्यसै कारणले अब
त्यही कारण त्यस सन्दर्भमा जब उनले भारतमा अवस्थित धेरै वज्रयान तन्त्रहरू देखे उनले भने यो सम्भव छ कि अब पद्म सम्भवले चमत्कारी शक्तिद्वारा तिनीहरूलाई अन्य विद्याबाट ल्याएको हुन सक्छ भन्ने यसरी अब यसरी बताउनु भएको थियो। त्यही कारणले गर्दाखेरि यो तन्त्रयान अनि अतिशाची अब विक्रमशिलाको अब खेम्बो भएको हुँदाखेरि जुन भोटमा आउँदाखेरि उहाँले जुन विक्रमशिलामा नदिएको तन्त्रहरू देख्दाखेरि होइन के हो त भन्दाखेरि अब हो तन्त्र भनेको चाहिँ अब असीम रहेछ, कहिले नसक्दो रहेछ, यसको सीमा नहुँदो रहेछ, यो त एकदम ज्यादा नै रहेछ भने जुन उहाँले तन्त्रको ध्यान गर्दाखेरि उहाँमा हुने एउटा घमण्ड पनि कम, अहम पनि कम भएको थियो होइन। त्यही कारणले गर्दाखेरि यसरी अनि त्यस्तो भएको हुँदाखेरि हामीले के अनुसन्धान गर्न सक्छौँ त भन्दाखेरि तन्त्रको अब विभिन्न ग्रन्थहरू भारतवर्षमा लिपिमा भएको जस्तै भोटमा पनि एक किसिमको गोप्य रूपमा होइन झोक्सिनको तन्त्र हुनु अवश्य हुनसक्छ नि, किन नहुने होइन, सबै गोप्य रूपमा गरिने एउटा ध्यान रहेको छ यो। त्यही कारणले गर्दाखेरि अनि त्यसको स्रोत छैन, जुन भारतमा नभएको भोटमा मात्रै फैलिएको होइन, एक किसिमको के हो त यो भोटमा मात्रै देखिन्छ विभिन्न तन्त्रहरू, यसको कुनै पनि स्रोतहरू छैन रे, तर यो झुट हो भन्न हामीले कदापि भन्नु मिल्दैन। किन त भन्दाखेरि होइन जुन तन्त्रमा बोल्ने कुराहरू बताइने कुराहरू होइन जुन आफ्नो ढाँचा छनौट बताउने क्रम आउनु भएको कारणले गर्दाखेरि होइन, अनि त्यसमा विभिन्न कुराहरू पनि हुँदछ होइन, विभिन्न कुराहरू त्यसमा लेखिएको हुन्छ, विभिन्न कुराहरू त्यसमा राखिएको हुन्छ भन्ने कुरा लेख्ने कुरा कोहीमा फरक फरक हुनसक्छ, तर पनि अब त्यस्तो हुँदाखेरि अब तन्त्रमा पनि आफ्नै भेदहरू आफ्नै अब ठाउँमा विभिन्न रहेको छ। त्यही कारणले गर्दाखेरि अब हामीले के गर्नु जरुरी छ त भन्दाखेरि होइन अब जुन गोप्य तन्त्रको कुनै अन्त्य पनि हुँदैन र त्यही कारणले गर्दाखेरि होइन हामीले जे भयो त भने अब के हो त यसको उत्पत्तिकरण कहाँदेखि भयो, कहाँदेखि उदय भयो भने यसको विषयमा हामीले अब जाँच गर्नु, यसको विषयमा हामीले अनुसन्धान गर्नु अत्यन्त जरुरी देख्दछौँ। जब आफूले अनुसन्धान गरेर आफूले भेटेको कुरामा त्यसमा पौराणिक कुराहरू सत्य देख्छ, त्यसले मात्रै एउटा केही नयाँ कुराहरू ल्याउन सक्छ। नभए मान्छेले भनेको बर्रा एउटा अन्धविश्वासमा यो छैन, यो स्रोत छैन, यो डुप्लिकेट हो, यो कृत्रिम हो भनेर हामीले भन्नु चाहिँ त्यति उपयुक्त जस्तो मलाई लाग्दैन। त्यही कारणले गर्दाखेरि अब अहिले हामीले भनौँ न एक किसिमको भेटेको विभिन्न यो तन्त्र कुराहरू अहिले हामीले अब के हो त हामीले काम नगर्न सक्ला, तर पनि पछि आउने पुस्ताहरूलाई, नवीन पुस्ताहरूलाई अवश्य काम लाग्नेछ होइन। त्यही कारणले गर्दाखेरि हामीले जे भए पनि धर्म वंश वैध छ वा छैन, यसको स्रोतहरू भरपर्दो छ छैन भन्ने प्रश्न दार्शनिक रूपमा व्याख्या गर्न मात्र होइन कि बरुमा विश्वास गर्छु कि यसको उत्पत्ति स्पष्ट तार्किक इतिहास छ कि छैन भन्ने कुरामा धेरै निर्भर गर्दछ। सामान्यमा प्राचीन भारतमा भारतीयहरूले इतिहासलाई धेरै चासो राख्थे र सोच्ने कि चिजहरू पनि उनीहरूले देख्न गर्ने हुन्थ्यो होइन। त्यही कारणले गर्दाखेरि अब आफूले आँखाले मात्रै देखेको जे थियो त्यो मात्रै गर्थ्यो, उनीहरूले भावी पुस्ताको जिम्मेवारी नलिएर अनि लिखित अभिलेख नराख्ने भएकोले बुद्धको जन्म र निधन कहिले भएको भन्ने कुरा पनि यकिन गर्न गाह्रो छ भारतवर्षमा होइन। बुद्ध हुनुहुन्थ्यो कि हुनुहुन्थेन भन्ने शङ्का लाग्न सक्ने समय धेरै छ होइन। त्यही कारणले गर्दाखेरि अब त्यो तुलनामा हेर्ने भने तिब्बतमा त अलि राम्रो छ होइन, तर पुरातन प्रसारणको समयका ऐतिहासिक दस्तावेजहरू अत्यन्त दुर्लभ छन्। तिब्बत अब टुक्रा टुक्रा भयो, धेरै समयको लागि अब इतिहास खाली भयो। यसले अब निङमा प्राचीन अनुवाद विद्यालयको इतिहास पनि अनुसन्धानलाई ठुलो कठिनाइहरू परेको छ होइन। उदाहरणको लागि अब गुरु रुम्बुसेको एकमात्र मुक्ति कथा जुन हाम्रो साझा धारणासँग मेल खान्छ, जुन तारनाथद्वारा लेखिएको हो। अब अरू विषय अब तेर्मा भन्छ होइन, आकाशको निधि धर्महरू तिनीहरू सबै तिनीहरूले यसलाई कसरी व्याख्या गर्नेछन् भन्ने धेरै भिन्नताहरू छन् होइन।
उहाँ अब उहाँ वास्तवमा अब उच्च मध्यम तिब्बत मात्र नभएर भुटान आम्दोक अब खाम तिब्बतको सबै ठाउँमा गएको बताइन्छ। तिनले तिब्बतमा कति समय बिताए भन्ने सन्दर्भमा पनि त्यहाँ धेरै चिजहरू छन् जुन राजवंशहरूको मितिहरू अरूसँग पनि मिल्न गाह्रो छ हैन। अब तिब्बतमा अब गुरु रुमुसिन नपालेको कहीँ पनि छैन हो, नेपालमा पनि छ, भुटानमा पनि छ हैन। अब आफ्नै बोल्ने कला छ हैन। अब गुरु रुमुसी कति वर्ष बस्नुभयो, कति यहाँ कहिले आउनु भयो हैन, कुन राजाको पालोमा थियो भन्ने अब त्यो भन्नु गाह्रो नै छ हैन। त्यही कारणले चोखो के हो, शुद्धता के हो हुनुको लागि हामीले के गर्नु, हामीले के अब चासो गर्नु जरुरी छ त शुद्धता हुनुको लागि हैन। जुन धेरै चिजहरू छ, जुन राजा वंशहरूको मितिहरू छ अरूसँग मिल्छ कि मिल्दैन हैन। हामीले साझा र असामान्य मुक्ति कथाहरूको बिचको भिन्नता पत्ता लगाउन, राजाहरूको शासनसँग मितिहरू तुलना गर्न र उपयुक्त मापदण्डमा आधुनिक अनुसन्धानमा प्रविधिहरू प्रयोग गर्न आवश्यकता देखिन्छ। मलाई लाग्छ कि यो हाम्रो लागि धेरै महत्त्वपूर्ण जस्तो मलाई देख्दछु हैन। त्यही कारणले गर्दाखेरि यो अब यो ज्ञान हासङ लगायतका विभिन्न अब पद्मसम्भवको कुराहरू धेरै छ हैन। अब विभिन्न अब मिथ्या दृष्टिहरू उत्पन्न हुने धेरै ठाउँ छ। त्यही कारणले यो ज्ञान हासङको यो दृष्टि के हो हैन, विभिन्न यो त्यही कारणले यो ज्ञान हासङको तावा हैन, ज्ञान हासङको दृष्टिहरू दर्शनहरू, त्यस्तै गरी अब यो झोक्छिङको दर्शनहरू के हो, यसको फरक, यसको विशेषता हामीले पत्ता लगायो भने अत्यन्त हाम्रो लागि राम्रो हो जस्तो मलाई लाग्छ हैन। विद्वानहरूले यसको लागि अब अनुसन्धान गर्नुभयो अत्यन्त मलाई राम्रो लाग्छ। त्यही कारणले अब नुपसाङ्गे हिस्से, अब यो नुपसाङ्गे हिस्सेले अब रचना गर्नुभयो सन्देगी मिगडुन हैन। यो के भन्छ एक किसिमको समाधिको अब आँखाको बत्ती भन्छ हैन, दिव्या चक्षु हो त्यसको अब हैन गर्नुभएको छ। त्यही कारणले यसको लागि अब अध्ययन गर्नु परम्परा यसको के हो, थप रूपमा यसलाई हामीले यो जैन धर्म र झोक्छिङको बिचको भिन्नता के हो, उद्देश्य विकास र यसको अन्य कुरामा अनुसन्धानको लागि एक बहुमूल्य पाठ स्रोतको रूपमा देख्छु। त्यसैले यसले समयमा ठुलो चासो लिनुपर्छ। सामान्यमा यहाँ नुपको मितिहरूको बारेमा धेरै फरक स्थितिहरू छन्, तर मलाई लाग्छ यो सबैभन्दा तार्किक छ कि उहाँ राजा ngada पलखुरछेनको रूपमा एक समयमा हुनुहुन्थ्यो। त्यसैले म विद्वानहरूलाई सोध्न चाहन्छु कि कृपया यो अनुसन्धान गर्नुहोस्, कहिले जानिनु भएको थियो नुपसाङ्गे हिस्से, जैन धर्म र यो किसिम गर्नु न। त्यसै गरी अब यो झोक्छिङको दर्शनमा के फरक छ यसको लागि अनुसन्धान गर्नु अत्यन्तै जरुरी छ। त्यही कारणले गर्दाखेरि हामीले यसलाई हामीले फाल्नु हुँदैन कि हैन, त्यो एउटा गल्ती हो भनेर फाल्नु हुँदैन कि त्यसलाई चाहिँ हामीले एउटा विचार गरेर अनुसन्धान गरेर हैन, त्यसलाई हामीले भावनामा लियो, त्यसलाई हामीले आफ्नो जीवनमा लगायो, त्यसको एउटा ज्ञानलाई हामीले लिन सक्यो भने त्योभन्दा फाइदा हामीले ठुलो अर्को फाइदा के होला हैन ल। त्यस्तै कारणले गर्दाखेरि मैले अब विभिन्न अब त्यही कारणले तसर्थ यी आपत्तिहरूलाई खरेज अशुभ मान्नुको सट्टा अध्ययन र अनुसन्धानको आधारमा रूपमा लिने हो भने थप फाइदा हुन्छ भन्ने मलाई लाग्छ। त्यही कारणले गर्दाखेरि अब हिजोको पाठको फेरि म निरन्तरता दिन चाहन्छु। तपाईँले चित्र देख्नुहुन्छ तपाईँले हैन, त्यो चाहिँ अब जुन दुसुम खेम्बा हैन बित्नु भएर अब 900 वर्षपछि त्यो चलाउने, अब त्यो बेला अब मत्सव मनाउँथ्यो, त्यो बेला यो किताब हैन जुन अनि नितार्थ अब जुन अब यो छापखानादेखि यसरी अब यो प्रचार गरेको थियो हैन, पण्डुलिपिबाट छापिएको थियो। यो किताबमा चाहिँ के छ भन्दाखेरि हैन, जुन अब अनि त्यसमा चाहिँ के हो त अब विभिन्न मिग्यु दोर्जेले सूत्र र तन्त्रमा टिप्पणी सहित धेरै कृतिहरू लेखेको थियो हैन। हामीले एउटा बौद्ध धर्म समग्रको अब भनौँ न कुरा गर्ने भने मिग्यु दोर्जेले के हो त एउटा ठुलो फराकिलो सोचले हेर्नुहुन्थ्यो हैन। अनि
उहाँले देखाउन कि उनको बौद्ध दर्शन र अभ्यासमा ठुलो चासो थियो र यी विषयहरूलाई हेरेर उनको एक विशेष तरिका थियो। यस कारणले गर्दा अनि अब एउटा सानो कुरामा हैन भनौँ न एउटा पातलो पुस्तकको छ भनेर सोचेर मूर्ख बनाएको त्यस्तो सोच थिएन म। बरु कन्जुर र तेन्जुरको सबै महान ग्रन्थहरू अध्ययन गर्न कडा परिश्रम गर्ने व्यक्ति थियो जुन मिक्यो दोर्जे, र उनी बौद्ध साहित्यसँग धेरै परिचित पनि थियो हैन। सानोतिनो कुरामा यही हो भने उहाँले कहिल्यै निश्चय गर्नु अब निश्चित रूपमा उहाँले स्वीकार गर्नु नहुन्थ्यो। धेरै समय उहाँले अनुसन्धान गर्नुहुन्थ्यो हैन। विभिन्न उहाँले विभिन्न दर्शनहरू, विभिन्न सिद्धान्तहरू, विभिन्न सबै पल्टाउनुहुन्थ्यो, उहाँले अध्ययन गर्नुहुन्थ्यो हैन। त्यसमा अब विभिन्न अब हेर्ने अब खण्डन गर्ने कुराहरू आफ्नै छ हैन। जुन आफ्नो कलामा आफ्नो अनुभूति हुँदाखेरि निस्किएको अब ध्यानको कुराहरू छ, अरूसँग नमिलेको हुन सक्छ, त्योसँग उहाँले अब धेरै छलफल गर्नुहुन्थ्यो। खण्ड अब त्यसमा के हो त एक किसिमको अनि खण्डन गर्ने, विवाद गर्ने गर्नुहुन्थ्यो। त्यो किन त भन्दाखेरि एक आपसमा खण्डन गर्नु, विवाद गर्नु किन भन्दाखेरि होइन, एक किसिमको भनौँ न विभिन्न दर्शन धार्मिक परम्परा भएका विद्वानहरू अनुसन्धानहरू बिच तिनीहरूको विचारमा अक्सर भिन्नता हुन्छन्। आफ्नो विचारमा सुधार गर्ने, शङ्का उठाउने र छलफल गर्ने सबैको परम्परा हो, जसले दर्शनको अध्ययनलाई अब आफ्नो अध्ययनलाई अब बलियो बनाउँछ। त्यही कारणले गर्दा यो एउटा तरिका हो। त्यही कारणले अचम्म मान्नुपर्ने केही छैन। यो बुद्ध धर्म मात्र होइन, प्राचीन आनुधिक विचारको खोजी गर्ने सबै एसियाली र पश्चिमी विद्वानहरू पनि यस्तै हो। त्यही कारणले धेरै टिप्पणीहरूको लेखक मिक्यो दोर्जे जस्ता व्यक्तिको लागि यो उल्लेख गर्न अनावश्यक पनि छ हैन। त्यही कारणले यो सबैको एउटा विद्वानको कला हो हैन, अरूलाई खण्डन गर्ने, अरूलाई विवाद गर्ने। मिक्यो दोर्जेले अब निङ्मालाई आपत्ति जनाउँदै वा प्रश्न लेखेको पत्र लेखेको हो कि होइन भने अनि विषयमा छलफल गर्नुभन्दा अब कुनै पनि कुरा निर्धारण गर्नु अघि पृष्ठभूमि अवस्था र कारणहरू विचार गर्नु आवश्यक हुन्छ। त्यही कारणले मलाई अब उहाँले अब यो खण्डन गरेको हो कि होइन, निङ्माले यो विवाद गरेको उहाँले लेख्नु भयो कि होइन, त्यो हो कि होइन भन्नुको लागि अब उहाँले गर्नुभएको कलाहरूलाई उहाँले गर्नुभयो कि होइन, उहाँको विभिन्न इतिहासहरू उहाँले लेखेको हो कि होइन, त्यो निङ्मालाई अब खण्डन गरेको, विवाद गरेको कुराहरू होइन, त्यो चाहिँ हामीले त्यसको इतिहास पढ्नको लागि अत्यन्तै जरुरी देख्दछौँ। बुझेर अनुसन्धान गरेर मात्रै भन्नु जरुरी छ। अब यो मिक्यो दोर्जेले लेखेको होइन भने मैले अब यसो कारणहरू धेरै मैले बताएँ, तर अब त्यतिले मात्रै अब त्यतिले उहाँले लेखेको होइन भने त्यतिको एउटा शब्दले मात्रै अब कुनै किताबले मात्रै हामीले अब त्यसलाई अब पारित गर्न सक्दैनौँ होइन। त्यसको लागि हामीले धेरै अनुसन्धान, धेरै नै अब हामीले अब परीक्षण गर्नु जरुरी छ। अब पहिलोको लागि के हो त भन्दाखेरि होइन, अब उहाँले लेख्नु भएको होइन भनेको कारण अब यसको के छ त भन्दा पहिला चाहिँ के हो त भन्दाखेरि अब कर्म मिक्यो दोर्जेसँग म कतिको परिचित छु भन्ने कुराको लागि उहाँ होइन, अब मिक्यो दोर्जेले यसरी अब निङ्माको लागि खण्डन गरेको होइन भनेको लागि पहिलो कारण चाहिँ के हो त भन्दाखेरि होइन, उहाँको मनको विचारहरू, उहाँको सोचहरू होइन, उहाँको चरित्रहरू अब स्पष्ट बताउने क्रममा भन्नुपर्दाखेरि जुन निङ्मालाई आपत्ति जनाएको यो अनि प्रश्न उत्तर चाहिँ के हो त, आपत्ति जनाएको चाहिँ यो अब उहाँ चाहिँ 46 वर्षको हुँदा आपत्ति प्रश्नको पत्र देखा पर्यो। अब यो पत्र देखा परेको धेरै समय नबित्दै उनले यो लेख्ने र यसको प्रश्नको जवाब दिने व्यक्ति होइन, जवाब दिने व्यक्ति कसरी होइन अनि यो चाहिँ यो प्रश्न निङ्मालाई आपत्ति जनाउने अनि प्रश्न मैले गरेको होइन भने उहाँले बताउनु भयो होइन, उहाँ आफैले जवाब दिनुभयो होइन। अब फेरि यद्यपि कतिपय मानिसहरूलाई कि सोच्न सक्छन् कि उनले लेखेको होइन भन्नु मात्र उनले लेखेको होइनन् भन्ने प्रमाणित गर्दैन होइन, त्यस्तो भन्ने अब स्वाभाविक हो होइन, उसले सम्झिन सकिन्छ। त्यही कारणले
अब एउटा शब्दको पछि अब शब्दको पछि अब भनौँ न अब दौडेर हामीले हैन अब हामीले बताउनु पछि लागेर हामी बताउनु पर्ने हुन्छ त्यही कारणले हैन उहाँहरूले अब लेखेको होइन भनेको लागि अब जुन विवादको आपत्ति कुरा अब मिकितोजी लेखेको होइन भने हामीले त्यो बुझ्नुलाई के गर्नुपर्छ भन्दाखेरि हैन जुन उहाँले लेखेको जुन अब आपत्तिजनक कुराहरू चाहिँ जुन लेख्ने कलाहरू बोल्ने कलाहरू उहाँसँग मिल्दोजुल्दो छ कि छैन यो साँच्चै उहाँले लेखेको हो कि होइन परीक्षण गर्न जरुरी छ त्यसैले हामीले लेखकको विचार र चरित्रलाई विचार गर्न आवश्यक छ कि छैन भने उनले लेखेको थियो कि थिएन भन्ने हामीले बुझ्नु अत्यन्तै जरुरी छ पहिलो कारण चाहिँ के हो त भन्दाखेरि हैन उहाँले लेखेको होइन भन्नुको लागि कारण के हो त भन्दाखेरि अब मिकितोरीसँग अब हैन म अब ग्यारेन्टी नै अब भनौँ न एक किसिमको अब सम्बन्ध नजिक छ भने अब नमिल्ला त्यही पनि अब अलिकता म उहाँको जीवनी कथा पढेको अनुसारले उहाँलाई चिन्दाखेरि मेरो अनुभवमा उहाँ चाहिँ के हो त भन्दाखेरि अब उहाँ चाहिँ मिकितोर्जीसँग म कतिको परिचित छु भन्ने कुराको लागि उहाँ चाहिँ अब साक्या घेलु काग्या निङमा दर्शनको बारेमा धेरै द्वन्दात्मक बहस कक्षन भन्छ यसलाई हैन को बारेमा प्रश्न उठाउने व्यक्ति हुनुहुन्थ्यो हैन आफ्ना विभिन्न कृतिहरूमा उहाँले स्पष्ट रूपमा लेख्नु भएको छ कि आफ्नो विचारहरू र सोचेको कुराहरू पनि कुनै पनि कुरा लुकाउँदैनथे उहाँले हैन जे लेख्यो भने कहिले लुकाउनु नहुन्थ्यो विशेष गरी अब निङमाको विषयमा कुरा गर्ने हो भने हैन उहाँले के लेख्नु भएको छ भने निङमाको बारेमा उहाँले आफ्नो शब्द भेदमा धर्म यसो लेखेको छ कि उहाँले धर्म र अधर्मको अब विभाजन गरिएको एउटा वचन भन्ने एउटा किताबको नाममा के लेखेको छ भन्दाखेरि हैन अब के लेखेको छ भने त्यो भित्र हैन अब त्यो भित्र चाहिँ अब के हो त भन्दाखेरि अब भनौँ न ल्हासा झोकाङको मन्दिरको स्तम्भबाट निकालिएको अतिशा शब्द बाहेक तिब्बतमा प्रकट गरिएका पदहरू विश्वसनीय थिएन भन्ने यसरी अब थियो पहिला समयमा हैन त्यसै गरी अब उहाँले ज्ञातन झर्लद्वारा लेखिएको प्रश्न उत्तरमा पनि त्यसै गरी अब त्यो भित्र के लेखेको छ भन्दाखेरि हैन गुरु रिम्पोछे चाहिँ अब बुद्ध भन्दा पनि 4 प्रकारले अब प्रसिद्ध छ भनेर लेखिएको छ हैन अब त्यस्तो लेखिन हुँदाखेरि अनि मिकितोर्जीले अब त्यो लेख्ने मान्छेले अनि अब ज्ञातन झर्ल यस्तो उत्तर दिएको मिकितोर्जीले के लेख्नु भयो त भन्दाखेरि जवाबमा चाहिँ मिकितोर्जी अब गुरु रिम्पोछे चाहिँ एक किसिमको मिकितोर्जी कर्मपा बुद्ध भन्दा पनि अब 5 विशेषताले अब गुण विशेषता हुनुहुन्छ भनेको यो बाणी लेखिएको चाहिँ अब यो एउटा व्यावहारिकमा हो वास्तवमा होइन हैन भने यसरी अब उहाँले बताउनु भएको थियो हैन यसरी विभिन्न अरूको प्रश्नमा उहाँले जवाब दिनु हुँदाखेरि पनि उहाँको जवाबमा विभिन्न कुरा आउँदा पनि यो के त आफ्नै मनमा भएको कुरा हैन अनि उहाँको मनमा लागेको कुराहरू उहाँले अब लेख्नुहुन्थ्यो हैन उहाँको मनमा लागेको कुरा लेख्नुहुन्थ्यो उहाँले हैन तर मैले लेखेको जस्तो यही नै हुनुपर्छ भनेर उहाँले कहिले भन्नु नहुन्थ्यो हैन किन त भन्दाखेरि मैले लेखेको कुरा चाहिँ मैले जस्तै हुनुपर्छ सबैको यस्तै हुनुपर्छ उहाँले कहिले भन्नु नहुन्थ्यो किन त भन्दाखेरि अब मिकितोर्जीको अब सोचमा चाहिँ अब विचारमा चाहिँ जे लेखे पनि उहाँले कहिले पनि लुकाउनु सक्नु नहुन्थ्यो उहाँले सिधा प्रत्यक्ष रूपमा बताउनु हुन्थ्यो उहाँले भन्नु भएन कि यो बिल्कुल यस्तै हुनुपर्छ हामी उहाँका अन्य कामहरूबाट बताउन सक्छौँ मिकितोर्जीको चरित्र एकदमै प्रत्यक्ष थियो उहाँले अब आफूले सोचेको कुरा लुकाउन असमर्थ थियो र सम्भवतः आफैले मद्दत गर्न सकेन आफूले मनमा जे आयो त्यही भन्ने स्वीकार्ने र उनका विद्यार्थीले पनि त्यही लेख्ने होइन मिकितोर्जीले मनमा जे भन्नुभयो लेख्नेवालाले त्यही लेख्यो यो सम्भव छ कि यो उनको चरित्र थियो हैन यो अर्को कोणबाट यता तार्किक बोल्ने हो कि गल्ती वा गुण मलाई विश्वास छ
त्यही कारणले उहाँ एउटा तार्किक हिसाबमा हेर्ने हो भने हैन उहाँले अब एउटा विद्याको रूपमा एउटा विद्वान भएको कारणले गर्दा उहाँ तर्क उहाँले यसरी लगाउनु हुन्थ्यो त्यो तार्किक औजारहरू उहाँले बसाउनु हुन्थ्यो यो ठिक छ कि छैन हैन जे होस् उनले काग्यू र अन्य विद्यालयहरूका बारेमा प्रश्न गरेनन् आपत्ति गरेनन् वा वज्ञान गरेनन् भनेर हामी भन्न पनि सक्दैनौँ हैन उहाँले हैन अरूलाई मात्रै अब विपत्ति जनाउने काग्यूलाई चाहिँ अब स्वीकार्ने होइन उहाँले आफ्नो लगायत सबैले उहाँलाई के भन्दा किसिमको विपत्ति गर्नुहुन्थ्यो किन त भन्दाखेरि अब सबैले उहाँले विपत्ति जनाउनु हुन्थ्यो सबैले खण्डन गर्नुहुन्थ्यो किन त भन्दाखेरि त्यसमा चाहिँ शुद्धता निस्कोस् त्यो सत्य ज्ञानको एउटा उदय होस् भन्ने यसरी उहाँले गर्नुहुन्थ्यो त्यही कारणले यसो भन्नुको कुनै अर्थ छैन जे होस् मलाई लाग्छ कि यो एक कारण हो कि हामीले भन्न सक्छौँ कि उसले निङमा स्कुलको बारेमा आपत्ति वा प्रश्नहरूको लेखेको छैन त्यसकारणले यो हो कि सुरुदेखि अन्त्यसम्म निङमाको बारेमा आपत्ति वा प्रश्नहरू विशेष रूपमा निङमालाई खण्डन गर्ने उद्देश्य र प्रयासका साथ लेखिएको थियो भन्ने मलाई लाग्दैन त्यही कारणले उसको आफ्नो ज्ञानको फराकिलो हैन आफ्नो अनुभवबाट थाहा पाएको थियो कि यस्तो विशेष प्रकारको पत्र व्यापक रूपमा प्रसिद्ध हुँदा मानिसहरूले यसलाई कसरी देख्छन् हैन अब उनले अब लेख्नुको नलेख्नुको फाइदा बेफाइदा देखेकै बेला यस्तो पत्र लेख्न जिद्दी गर्नुको कारण मैले देखेको छैन हैन त्यतिकै लेख्नु पनि होइन उहाँ एकदम विद्वान हुन्थ्यो विद्यालय हैन निङमालाई हटाउनुको लागि विरोध गर्नुको लागि यसो लेखेको होइन एउटा अल्प ज्ञानको व्यक्ति होइन उहाँ हैन हैन निङमाको लागि नै नराम्रो गर्नुको लागि विवाद गर्नुको लागि यसरी नै लेख्नु कारण केही देख्दिन यो हैन यो उहाँले लेख्नु जरुरी पनि छैन हैन हैन उहाँ साँच्चै विशेष चरित्र भएको लामो हुनुहुन्थ्यो उहाँ दार्शनिक विचारको बारेमा सोच्न व्याख्या गर्न पर्याप्त विश्वास हुनुहुन्थ्यो यदि उसले वास्तवमा ती आपत्तिहरू निङमामा लेखिएको भए मलाई लाग्छ कि उसले स्वीकार गरेको थियो होला हैन यदि हैन हैन उहाँ सिधै यदि उहाँले लेख्नु भयो यो मैले गरेको हुनु स्वीकार गर्नुहुन्थ्यो किनकि कुनै कुरा उहाँले लुकाउनु नहुन्थ्यो नि त त्यही कारणले उहाँले लेख्नु भएन विपत्तिको प्रश्न विवरण लेख्नु भएन र पो उहाँले यो मैले लेखेको होइन भनेर जवाब दिनुभयो हैन उहाँको चरित्र बुझ्नुपर्ने हुन्छ त्यही कारणले गर्दाखेरि मैले केही कारण व्याख्या गरेको छु यस बाहेक मिग्यो दोर्जे भन्दा पहिले हैन जे भए तापनि उहाँले अब के हो त विवाद गरेको छ नि त हैन खास गरी उहाँको चरित्रमा हेर्ने भयो भने त हैन यो विवादको कुरा लेखेको भए त हैन आपत्तिको कुरा लेखेको भए त यो मैले लेखेको हुँ भने उहाँले गर्नुपर्ने किनकि उहाँको चरित्र नै एकदम प्रत्यक्ष सिद्ध थियो लुकावा छोप ढाक केही पनि थिएन ढाक छोप केही पनि थिएन त्यही कारणले गर्दाखेरि त्यही कारणले मिग्यो दोर्जेलाई हामीले नराम्रो सम्झिनु निङमालाई आपत्ति जनाउनमा नराम्रो गुरु भन्नु मिल्दैन किनकि विशेष गरी यो देखा परेको लामा यो समय मात्रै होइन कि लामो समय एक किसिम के हो त भन्दाखेरि अब यसबाहेक अब मिग्यो दोर्जे भन्दा पनि पहिले साके पण्डित जस्ता धेरै विद्वानहरू थिएको थियो हैन हैन अनि जसले अन्य विद्यालयहरूको प्रख्यात कडा आलोचना गरेका थियो हैन धेरैभन्दा धेरै आलोचना गरे त्यो पनि भनिन्छ कि हैन मिग्यो दोर्जे थियो जसले सेरा झेजुलाई आफ्नो कामको आलोचना लेख्न भनेर उहाँले प्रस्ताव गर्नुभयो हैन यो मेरो कामको एउटा आलोचना गर्नु होला भनेर मिग्यो दोर्जेले अनुरोध गर्नुभयो सेरा झेजुलाई त्यो कुरा हेर्ने भने हामीले देख्यो भने हामीले के लाग्छ भन्दाखेरि हैन अनि मलाई लाग्छ कि यदि उहाँले यस्तो आलोचना लेख्ने साहस गर्नुभयो भने उहाँ यसलाई स्वीकार गर्न तयार हुनुहुने छैन हैन विशेष गरी यो एउटा आपत्ति अनि यो आपत्ति निङमालाई आपत्ति जनाउने अब प्रसार भएर छोटो समयमा यो चाहिँ मैले लेखेको होइन भने उहाँले जवाब दिन अनि समर्थ हुनुभयो हैन त्यही कारणले धेरै समय धेरै ठाउँमा हामीले अनुसन्धान गर्दाखेरि हैन त्यही कारणले हामीले धेरै ठाउँमा अनुसन्धान गर्दाखेरि जुन निङमा स्कुललाई निङमा सम्प्रदायलाई अब आपत्ति जनाको एउटा ग्रन्थ चाहिँ मिग्यो दोर्जेले लेखेको होइन भने धेरै स्रोतहरू धेरै प्रमाणितहरू हामीले खारिज गर्न सक्छौँ त्यही कारणले गर्दाखेरि
मैले अनि यस्तो अब यो तथ्यलाई देखेको छु कि उनले आपत्तिहरूको जवाब लिएको थियो कि यो स्पष्ट पार्नको लागि यो परिस्थितिको सत्यता थियो कि उनले वास्तविक आपत्तिहरू लिएका थिएनन् भनेर मलाई यसरी मलाई लाग्छ। उहाँले उठाइएको सबै प्रश्नहरूको गहिरो विश्लेषण गर्नुभयो, ती प्रत्येकको जवाब दिनुभयो र मलाई लाग्छ कि उहाँले दिनुभएको विशेष स्पष्टीकरणले हानिभन्दा निम्न शिक्षाहरूलाई ठुलो मद्दत गर्यो होला सायद। तर उहाँले लेखेको त थिएन त्यो विभिन्न आपत्ति कुराहरू। अब त्यसमा चाहिँ अब यो मिलेको छैन, त्यो मिलेको छैन, विभिन्न आपत्ति गरेको खण्डमा चाहिँ अब अनि अब मिग्यू दोर्जे चाहिँ एकै प्रश्नमा अब उहाँले धेरै अनुसन्धान गर्दै धेरै विश्लेषण गरेर अब यसरी जवाब दिनुभयो हैन। त्यही कारणले अनि त्यो विभिन्न नराम्रो आपत्ति जनाको चाहिँ मिग्यू दोर्जे यो मैले गरेको होइन उत्तर दिनु भएको थियो हैन। त्यही कारणले यो निम्न सम्प्रदायहरूलाई फाइदा बाहेक अब नराम्रो हुने केही पनि देखिएको थिएन। त्यही कारणले गर्दाखेरि अब हानिभन्दा अब भनौँ न हानिभन्दा निम्न शिक्षाहरूलाई ठुलो मद्दत गर्यो जस्तो मलाई लाग्छ त्यो कि जुन अब आपत्तिको जवाबको किताब रचना गर्दाखेरि। यद्यपि निराशाजनक कुरा के छ भने पछि काग्यू र निङ्माका अनुयायीहरूले कर्मपाले अब निङ्मा प्रति आपत्ति जनाएको थियो र मिग्यू दोर्जेले उनीहरूलाई यस्तो प्रतिक्रिया दिएका थिए भने सकेनन् भने धारणा फैलिने कुराहरू होइन। त्यसै गरी अब भनौँ न मिग्यू दोर्जेले यस्तो नराम्रो लेखेको थियो भनेर अब धेरै समयमा अब विवाद चलेको थियो। मलाई लाग्छ कि यसले हामी अनुयायीहरूले हाम्रो आफ्नै शिक्षा र गुरुहरूको जिम्मेवारी लिएका छैनौँ भनेर देखाउँदछ होइन। आफ्नो चेलालाई गुरुले के भन्नुपर्छ होइन यो चाहिँ मिग्यू दोर्जेले लेखेको होइन, यसरी उहाँले लेखेको होइन भनेर यसरी जवाब पनि उहाँले मिग्यू दोर्जेले लेखेको छ त्यो चाहिँ प्रचार गरेको भए त्यस्तो विवाद नहुन्थ्यो जस्तो मलाई लाग्छ। अब आधा घन्टा म विश्राम राख्न चाहन्छु, फेरि यसले म क्रमैसँग अनि बताउने छु। अब दोस्रो चरणमा चाहिँ अब दोस्रो कारण चाहिँ के हो त भन्दाखेरि अब धेरैको पछिको अब पछिको विद्वानहरूले अब के भन्छ भन्दाखेरि अब मिग्यू दोर्जेको विषयमा बताउने पछिल्लो विद्वानहरूले के भन्नुहुन्छ भन्दाखेरि अब त्यसमा अब तिनवटा कारण छ विशेष गरी। पहिला के हो त भन्दाखेरि मिग्यू दोर्जेले आपत्तिहरू लेखेका थिए र उनीहरूले प्रतिक्रिया लेख्नुपर्ने महसुस गरे जस्तो गरे। मुख्य कारण के हो भने उनीहरूले अब मिग्यू दोर्जेको आपत्तिको प्रतिक्रिया देखेका छैनन्। त्यहाँ तीन कारणहरू छन् किनकि तिनीहरूले यो देखेका छैनन्। जस्तै यसलाई अब धेरै छ तर पनि यसलाई अब एकीकरण गरेर बताउनु पर्दाखेरि त्यो बेला चाहिँ अब 16औं शताब्दी पाएको थियो। 16औं शताब्दीको अब तिब्बतमा चाहिँ अब हामी आजको जस्तो अब सूचना युगको पुगेको थिएन होइन। अब त्यस्तो अहिलेको जस्तो अब सूचना सञ्जालहरू थिएन, सामाजिक सञ्जालहरू होइन। त्यो बेला अब मानिसहरूले एक अर्कालाई पत्र पठाउन त्यति सजिलो थिएन। धेरै पदहरू चाहिँ अब लागि त्यहाँ एक मात्र हस्तलिखित पाण्डुलिपि थियो। सबै अब हातले लेखेको पाण्डुलिपिहरू थियो। त्यो अब एउटा बाहेक अब मेन अब नमुना बाहेक एउटा बाहेक धेरै थिएन होइन। र यसलाई प्रतिलिपि गर्न र अब कपी गर्नको लागि वितरण गर्न हाम्रो समयका मानिसहरूले कल्पना गर्न सक्नेमा धेरै गाह्रो थियो होइन। अब धेरै गाह्रो छ होइन। अब हामीले
कल्पना पनि गर्न सक्दैन पहिला त्यो कपी गर्नुको लागि होइन अहिले पो हामीले जेरक्स फोटोकपी गरेर गर्छौं तर पहिलेको यस्तो लेख्नु पर्थ्यो कयौं दिन लाग्थ्यो त्यही कारणले गर्दाखेरि हैन अब यसले अब अहिलेको अब हिसाबमा कुरा गर्ने हो भने के हो त भन्दाखेरि अब आजकल हामी सामाजिक सञ्जाल फेसबुक केही पोस्ट गर्न सक्छौं र धेरै मानिसहरूले यसले तुरुन्तै देख्न सक्छ हो अहिलेको समयमा त्यसै कारणले त्यो समयका धेरै विद्वानहरूले मिग्यू दोर्जेले गरेको आलोचनालाई मात्रै दिएको थियो किनकि अब धेरै नै अब त्यो अब मिग्यू दोर्जेले अब आलोचना गरेको अब धेरैमा लेखे मान्छेहरूले त्यो हैन तर त्यो आलोचनालाई गरेको उसको अब आपत्ति र स्पष्टीकरणको अब प्रतिक्रिया होइन भन्ने कुरा अब बुझ्न सकिन्छ हैन त्यही कारणले गर्दाखेरि अब मिग्यू दोर्जेले नै अब आपत्ति लेखेको हो भन्ने अब मान्छेले बुझिन्छ किनकि त्यही किताब धेरै छापियो हैन धेरै लेख्यो तर त्यसको आपत्ति मैले गरेको होइन भनेर अब उहाँले त्यसरी अब छाप्नुमा अब सहमत भएन होला त्यो बेलामा त्यही कारणले अब दोस्रो चाहिँ के हो त भन्दाखेरि अब दोस्रो कारण चाहिँ मिग्यू दोर्जेले अब लेखेको 1 वर्षपछि मात्रै उनको निधन भयो अब यो चाहिँ मिग्यू दोर्जे अब 46 वर्ष उमेरमा यो आपत्ति लेखेको थियो त्यसको ठक्कै 1 वर्षपछि उहाँको निधन भयो हैन यसरी उनको प्रतिक्रिया महासागरमा फ्याँकिएको ढुङ्गा जस्तै अब अस्पष्टमा हराउने ठूलो खतरा थियो हैन धेरै अब खतरा थियो किनकि अब जुन अब लेख्ने अब लेखक अब निधन हुनुभयो हैन त्यही कारणले अब त्यसको लागि अब जुन मैले लेखेको होइन भनेको लागि एउटा स्रोत फैलाउनको लागि अब परिश्रम भनौँ न अब मेहनत गर्ने धेरै दुःख गर्ने कोही पनि भएन हैन त्यही कारणले अब अहिलेको समय भने अब एकदम अब सजिलो हुन्छ हैन अब हामीले हाल अब उनको प्रतिक्रिया देख्न सक्ने मुख्य कारण यो हो कि उहाँले 1998 मा मिग्यू दोर्जेको धेरै लेखहरू अब हैन ढेपुङ पोतलामा फेला पारेको छ हैन त्यो परेको हुँदाखेरि बल्ल अनि त्यो फेला पारेको हुँदा बल्ल अनि अहिले चाहिँ मिग्यू दोर्जेले यसरी अब जुन न्युमपले आपत्ति जनाको चाहिँ उहाँले उत्तर जवाब दिनु भएको रहेछ यो मैले लेखेको होइन भनेर हैन त्यसरी अब अहिले हात पर्दैछ हैन यो 300 वर्ष भन्दा बढी समयदेखि यो जुन पोतलामा ढेपुङ पोतला भित्र रहेको यो विभिन्न धर्मग्रन्थ 300 वर्ष भन्दा अगाडि समयदेखि नै यो भित्र अब थियो हैन यो चाहिँ बाहिरी कोही पनि देख्न नसक्ने ठाउँमा अब राखिएको थियो यसरी अब राखिएको थियो त्यो बेला हैन त्यही कारणले गर्दाखेरि त्यो बेलामा अब त्यो भित्र राखिएको हुँदाखेरि मिग्यू दोर्जेले अब रचना गरेको चाहिँ अब सबैले हेर्नको लागि पल्टाउनको लागि समय थिएन अब पाएको पनि थिएन त्यसले गर्दा त्यस्तो भयो अब तेस्रो कारण यदि निङमा आपत्तिहरू मिग्यू दोर्जे बाहेक अरू कसैले लेखेको थियो भने हैन त्यो लेख्ने व्यक्ति पक्कै नै पनि एक बदमाश थियो हैन एक बदमाश एकदम नराम्रो मान्छे हैन किन त भन्दा जसले मिग्यू दोर्जेको नामलाई उपयुक्त बनाउने र विवाद निम्ताउने साहस गर्यो हैन उहाँको नामलाई चलाएर उहाँले अब अनि यसले चाहिँ विवाद निम्ताउने सबैलाई अब नष्ट गर्न सक्ने एउटा कालो पेट भएको जनाउँदछ त्यो मात्र नभएर उनीहरूलाई अब कसरी विवाद बढाउने र नराम्रो योजनाहरू बनाउने भनेर हैन अब त्यो लेख्ने मान्छे चाहिँ उनीहरूले कसरी विवाद बढाउने र नराम्रो योजना कसरी बनाउने भन्ने थाहा थियो हैन यो उल्लेख गर्न अब यसरी अब एउटा विवादमा पर्ने सबैलाई एक किसिमको तनास मनास पर्ने एक किसिमको अब धेरैलाई अब एक किसिमको झगडा खैला बैला मचाउने अब हैन अब यसरी अब लेख्यो भने चाहिँ अब के हो त यसरी नराम्रो योजना अब बनायो भने यसरी कर्मपाको नाम प्रयोग गर्ने र सबै निम्नपाहरूलाई अपमानित गर्ने यो पत्र लेख्ने व्यक्तिले एउटा कुराको लागि यो सुनिश्चित गर्नेछ कि धेरै मानिसहरूले छोटो समयमा यसमा चासो लिनेछन् र अर्कोको लागि यो सम्भव छ कि यो अनि उनीहरूले अब प्रयास गर्न सक्छन् हैन
अब मिग्यू दोर्जेको प्रतिक्रिया व्यापक रूपमा फैलिने छैन भने निश्चित गर्न केही गर्न यो किनभने मिग्यू दोर्जेको प्रतिक्रिया जति धेरै व्यापक रूपमा फैल्यो अनि उति धेरै तिनीहरूले पत्रको यसमा प्रभावकारी गुमाउनेछ कि अब भनौँ न अब उनीहरूले जति सक्दो धेरै छाप्यो होइन किनभने यो धेरै अब फैलियो भने अब चाँडोभन्दा चाँडो अब यसरी विवाद ल्याउन सक्छ यो मिग्यू दोर्जेको नामले हामीले अब बानीमा मिटाउन सक्छ अब तल झार्नु सक्छ उहाँको प्रसिद्धिलाई हामीले मेटाउन सक्छ यसरी अब उहाँहरूले विभिन्न अब रच्यो विभिन्न अब रहस्यमय कुराहरू रच्यो जुन अब धर्मलाई नष्ट गर्नको लागि होइन त्यसै कारणले गर्दाखेरि अब विभिन्न उनीहरूले गर्यो त्यही कारणले त्यसको लागि मिग्यू दोर्जेले चाहिँ अब भनौँ न यसरी अब प्रतिक्रिया जति धेरै व्यापक रूपमा फैल्यो उति धेरै तिनीहरूको पत्रले यसको प्रभावकारिता गुमाउनेछ र कि भनौँ न अरूहरूलाई पृष्ठहरूमा प्रमाणित हुनेछ यो सम्भव छ कि मानिसहरू सोधपुछ गरेर तिनीहरूको पछि लान सक्छन् यस्ता धेरै अवस्थाका कारण मिग्यू दोर्जेको पत्र व्यापक रूपमा फैलिन सकेन होइन अहिले यो 21औं शताब्दीमा पनि यो पाठको किताब वा किताबको रूपमा धेरै प्रतिलिपिहरू छन् होइन जुन यो आपत्तिको जवाबको लागि धेरै मानिसहरूले यसले कहिले पनि देखेको छैन मिग्यू दोर्जेको प्रतिक्रिया कहिले नदिएको भए धेरै जसोले ठुलो होइन अब जुन मिग्यू दोर्जेले जुन निङमालाई आपत्ति जनाएको जुन यो मैले अब लेखेको आपत्ति मैले गरेको होइन भने यो चाहिँ उहाँले अब जवाब देखेको छैन भने होइन अब त्यो मिग्यू दोर्जेले अब जवाब दिएको किताब चाहिँ अब भेटेन हेरेको छैन भने अब जुन अब त्यो जुन घले जुन आपत्ति जनाएको किताब सिधै देख्दाखेरि साधारण मान्छेले के सोच्छ यो त मिग्यू दोर्जेले नै लेखेको रहेछ होइन यसरी यो मान्छे अब अरूको नाम चोरेर यो कसरी यो गरेको हुन्छ यो त मिग्यू दोर्जे आफै नै लेखेको भनेर अब यसरी अब सोच्ने गर्छ होइन होइन त्यही कारणले यो चाहिँ एउटा विवाद ल्याउने एउटा झगडा ल्याउने एउटा धर्मलाई एउटा वाद विवाद पक्षपात गर्ने एउटा झगडेलो एउटा वास्तविक बनेको हुँदाखेरि होइन त्यस्तो समय अब मान्छेलाई यो मिग्यू दोर्जेले गर्यो भने सँग लाग्दैन किनकि अब मिग्यू दोर्जेले अब जवाब दिएको किताब नदेखेको मान्छेलाई त्यही नै लाग्छ यो किनभने तिनीहरूको उहाँको नाम चोरेर लेख्यो होला भनेर अचम्म कसैले मान्दैन होइन विशेष गरी तिनीहरूले सोच्छन् कि कसैले पनि वास्तवमा विशेष बिन्दुहरूसँग यस्तो पत्र लेख्ने साहस गर्दैन विशेष गरी अन्य विद्यालयका मानिसहरू मिग्यू दोर्जेको चरित्र र कामहरूसँग परिचित छैनन् र कम चासो छ यसरी तिनीहरूले यसलाई सामान्य रूपमा लिनेछन् तिनीहरूले पक्कै पनि मिग्यू दोर्जेले लेखेका थिए हो कि होइन होइन भनेर अनुसन्धान गर्ने पनि छैन त्यसै कारणले गर्दा पछि धेरै मानिसहरूले निर्णय गरे कि मिग्यू दोर्जेले यो लेखेको हुनुपर्छ एकजनाले 10लाई यो भन्थे र 10जनाले यसलाई भन्थे र काठमा किला हाने चाहिँ बिस्तारै समाधान गर्न नसकिने अवस्था बन्न गयो अब यो जुन अब निङमापालाई अब आपत्ति जनाएको विभिन्न अब जवाबहरू धेरै छ होइन अब यसलाई हामीले जुन अब घल्ने जुन अब आपत्तिको जवाबलाई अब हामीले चासो दिनुपर्ने कारण चाहिँ सोक्दोपाले के लेखेको छ भन्दाखेरि अब यसमा डल्लोमा भन्नु गर्दाखेरि उहाँले चाहिँ अब मिग्यू दोर्जेले लेखेको भनेर अब सोक्दोपाले भनेको छ अब यसमा चाहिँ अब जुन अब अर्थ त्यसको अब काव्य कविता एकदम अब छनौट मिलाएर लेखिएको छ होइन अब त्यो अब आपत्ति जुन निङमालाई आपत्ति गरेको अब भित्र चाहिँ अब एकदम लय राम्रो जुन छन्द काव्य मिलेर लेखेको हुँदाखेरि होइन यो मिग्यू दोर्जे लेखेको पनि होस् नकेले केही मतलब छैन तर यहाँ यो भित्र चाहिँ कुनै कुनै कुरो एकदम तिखो जुन चाहिँ खोज्ने त्यस्तो देखिएको हुँदाखेरि होइन अब त्यही कारणले
यो निङमाको सम्प्रदायलाई आपत्ति मात्र नभएर यो चाहिँ जुनै सम्प्रदाय जस्तोलाई भए पनि अब एक किसिमको अब जुन अब काइजुपाला भयो भने निङमापाला भयो भने होइन झेलुपाला यसरी अब आपत्ति बलियो लेख्यो भने त्यसको काँडा एउटा मनमा धेरै नै बिजाउँछ नि होइन सबैले बिजाउँछ त्यही कारणले गर्दाखेरि विभिन्न कुराहरू भएको हुँदाखेरि अब होइन बितेको अब 400 भन्दा बढी वर्ष पछि अब भनौँ अगाडि नै अब विभिन्न अब भनौँ न शताब्दीका विद्वानहरूले निङमालाई आपत्ति जनाउँदै यो पत्रमा धेरै प्रतिक्रियाहरू लेखेका छ होइन होइन अब यो चाहिँ के हो त अब मिग्यू दोर्जेले भनौँ न अब यो जवाब लेखेको हुँदाखेरि मिग्यू दोर्जेले लेखेको हो आपत्ति उहाँले गर्नुभएको हो भने यसरी अब विद्वानहरूले विभिन्न त्यसमा अब जवाब लेखेको हुँदाखेरि के हो त भन्दाखेरि अब आपत्ति जनाउँदै यो पत्रमा धेरै प्रति लेखेका हुनाले यसको एकातिर निङमा शिक्षाहरूप्रति उनीहरू स्नेह र पक्षपात भएको देखाउँदछ एक किसिममा माया भएको जनाउँदछ जुन होइन त्यही कारणले गर्दाखेरि अर्कोतिर यो मिग्यू दोर्जेले लेखेको हुनाले लेखाको नाम र त्यसको सामग्रीको प्रसिद्धिको कारणले गर्दाखेरि उनीहरूले दिएको थियो यो प्रभावशाली हुनेछ र यसरी धेरै प्रतिक्रिया देखे यदि यो फरक र कसैले देखेको भए यो असम्भव छ कि तिनीहरूले यसमा धेरै चासो लिने भएको पनि छ होइन होइन यसको विषयमा हामीले धेरै अब सुन्छौँ होइन अन्त्यमा अब जब हामी अरूको विचार विशेष गरी ऐतिहासिक व्यक्तिहरूको विचार र अभिव्यक्तिको आचरण के हो भनेर छलफल गर्छौँ हामी निष्पक्ष अनि हामीले के हुनुपर्छ भन्दा हामीमा एक निष्पक्ष हुनु पर्यो होइन अरूको लागि अब हामीले विपद खण्डन गर्नको लागि अब के निष्पक्ष हुनु पर्यो शान्त हुनु पर्यो पद्धतिगत हुनु पर्यो आराम गर्न सक्षम हुनु पर्दछ होइन हामीले अनुसन्धान गर्दा कुराहरूलाई औचित्य र प्रमाणीकरण गर्न प्रेरणा र साहस चाहिन्छ यदि हामीले गर्न सक्छौँ भने हामी विशेषज्ञहरू र अनुसन्धानकर्ताहरूको मापदण्डमा पुग्न सक्छौँ र यो विज्ञानसँग मेल पनि खान्छ होइन नत्र पनि हामीले एक किसिमको यो हामीले यो विवादहरूमा विपत्तिहरूमा हामीले इतिहास नपल्टाउने सत्य कुराहरूलाई हामीले नखोज्ने अरूको भनाइमा एउटा काव्यको हिस्सामै त्यसको पुसार बन्यो भने हामीले यो विवादको कुरा बाहेक सत्यता आउँदैन त्यही कारणले गर्दाखेरि होइन हामीले जसोसक्दो हामीले के हो त यो सत्यता हो कि होइन यो आपत्ति गरेको मिग्यू दोर्जेले लेखेको हो कि होइन हामीले प्रमाणित गर्नु होइन अनुसन्धान त्यसमा जति सक्दो जरैदेखि हामीले खोज तलास गर्नु अत्यन्त अनि हामीले सत्यता हो कि होइन मापदण्डमा पुग्न हामी सक्छौँ होइन यो अनि विज्ञानसँग पनि तालमेल खान्छ यो सत्यता हुनेछ होइन यस्तो अनुसन्धान धेरै बहस जस्तै छ होइन त्यसै कारणले गर्दाखेरि अब विज्ञानसँग नि मेल खान्छ यो सबैसँग मिलजुल हुने यसरी गर्यो भने अत्यन्त राम्रो हुन्छ होइन अब हामीले यसरी अब तर्कहरू गर्दाखेरि होइन जुन अब साधना अब जुन भनेको कुराहरू मूल्यको लागि हामीले विभिन्न अब प्रामाणिक कुराहरू अब आगामहरू बाणीहरू खोज्छौँ होइन त्यही कारणले प्रमाणको वैध तर्क यसलाई औचित्य दिने स्पष्ट उदाहरणहरूको आधारमा हामीले प्रमाणित गर्न खोजेको कुराहरू स्थापित र तथ्यात्मक सत्यको खोजी गरेर विस्तृत विश्लेषणमा संलग्न हुनुपर्दछ तर यसको सट्टा हामी मुख्य व्यक्तिको रूपमा अनि आफ्नै शिक्षितमा अडिग छौँ होइन हामी केवल हाम्रो आफ्नै दृष्टिकोण र चिजहरू हेर्ने तरिका कति राम्रो र सत्य हो भनेर कुरा गर्छौँ होइन अब हामीले के गर्छौँ हाम्रो मात्रै राम्रो होइन हाम्रो पक्ष मात्रै राम्रो जुन हाम्रो पक्षमा भएको कुरा अरूले स्वीकार गरेन समर्थन गरेन भने हामी आफू नरमाइलो हुने अखुसी हुने बेखुसी हुने होइन त्यो हुँदाखेरि अरूलाई तितो बोली वचन कटु शब्द बोल्ने अरूलाई एक किसिमको डाहा गर्ने होइन कुरा गर्ने त्यस्तो गर्छौँ होइन त्यही कारणले अरूले स्वीकार नगर्दा रिस उठ्ने अरूलाई चिच्याउन अपमान प्रयोग गर्दछ संक्षेपमा भन्नुपर्दा कुनै प्रमाण र कारणहरू नभए पनि पहिलोपटक तपाईँले यसलाई हेर्नुभयो यहाँ हुनसक्छ जस्तो देखिन्छ तर जब तपाईँ यसलाई तार्किक रूपमा जाँच गर्नुहुन्छ यसले विश्लेषणको सामना गर्न सक्दैन र हामीले यसको आश्चर्यजनक छ भनेर सोच्नु पनि हुँदैन होइन यसमा हामीले जे भए तापनि जेमा पनि हामीले के गर्नु पर्यो अनुसन्धान गर्नु पर्यो यसमा
हैन यो चाहिँ हामीले के हो त एक किसिमको जे छ हामीले हैन एक्सन चलचित्र हेरेको जस्तै हुनु पर्यो हैन हैन समयमा हामीले तातो तीव्र देखिन्छ हैन तर वास्तविकमा यो केवल एक सो मात्रै हैन यो एउटा हेर्ने एउटा समयको एउटा सो मात्रै हो हैन जब हामी अनुसन्धान गर्छौं हामीले प्रामाणिक विश्लेषण मात्र प्रयोग गर्न आवश्यक छैन हामी पनि चीजहरु कस्तो छ भन्ने कारणहरुको लागि अरूको कारणहरु स्वीकार गर्न सक्षम हुन आवश्यक छ हैन त्यही कारणले गर्दाखेरि हामीले यो मान्छेले भनेको हो भने त्यसमा म चाहिँ नगएर सत्यता के हो हैन हामीले अनुसन्धान गर्नु जरुरी छ यसमा चाहिँ हामीले अनुसन्धान मात्रै नगरेर हैन अरूको विचार विमर्शहरु हामीले सोच्ने अरू कुरा सुन्ने अरू कुरा के हो रहेछ त्यो भनेको कुरा पनि आफूमा लिएर आफूले त्यसलाई समर्थन गरेर त्यसमा विश्लेषण गर्यो भने मात्रै अनि सत्यता र शुद्धता बल्ल त्यसपछि अनि उदय हुन्छ त्यही कारणले गर्दाखेरि जुन अब अनुसन्धान नगर्ने इतिहास नपल्टाउने हैन त्यतिकै बोल्यो भने के हो त आफूले बोलेको व्यर्थमा जाने सत्यता नहुने र त्यति बलियो आदर नहुने हुँदछ त्यसै कारणले गर्दाखेरि अब यो भन्दा पछि अब के भन्न चाहन्छु भन्दाखेरि अब हामीले इतिहास अब के भने अब यो समग्र कायु विशेष गरी कर्म कमसङको अभ्यास वंशको सबै अब तिब्बती विद्यालयको सँग ठूलो सम्बन्ध यसको विषयमा बताउनु पर्यो मलाई जस्तो लाग्यो हैन कर्म कमसङ विद्यालयमा धेरै गोप्य कुराहरु रहेका छन् आज हामीले बोल्न हैन अब जंगुलोर थाइल्यान्ड टुबिसिङ त गे भनेर भित्र विभिन्न कुराहरु लेखिएको छ त्यो भित्र हैन 8 ठूला विद्यालयहरु मध्ये जस्तो कि अब साक्यासँग अब सूत्रहरुको राम्रो सूत्रहरुको हाम्रो कमसङ अब कमसङसँग व्याख्याहरुमा अब सूत्रसँग धेरै अब नजिक भएको हो त अब पल्ने साक्यापा भएको छ श्री साक्यापा कलेज भएको छ हैन त्योसँग सम्पर्क अब त्योसँग मिल्छ त्यो भन्दा रङदो सेजे कुन्सीसँग मिल्छ हैन त्यसो गरी जमझेर जम्बा सांगेपाल त्यसो उनको विद्यार्थी अब कर्मा ठिनले छोले नामगेल अन्य साक्याहरुबाट पारित भएको अब ज्ञात छ हैन साक्याबाट सुरुवात भएको सूत्रको परम्पराहरु हैन यो चाहिँ हामीले थाहा हुनु अझै जरुरी छ काग्यु परम्परा अनुसार अब गेलुक हो भने अब उनीहरुले महामुद्रा र अब छवटा धर्म अब विशेष गरी उहाँले अब गर्नुहुन्छ हैन विशेष गरी अब गेलुकपा गुरुहरुले भनौं न अब यो छाक्छे महामुद्रा सुन्ने गुरुहरु अब कैयुपा रहेको छ महामुद्रा र छायोग अभ्यास गर्दछ तिनीहरुको प्राथमिक तान्त्रिक अभ्यास गुरु समाज हो र यो तिनीहरुले मार्पाको परम्पराको व्याख्यालाई जोड दिन्छन् तिनीहरुले जुन अब गेलुकपाहरुले यसरी जोड दिन्छ हैन तिनीहरुको मुख्य सूत्र अभ्यास मार्गको चरणहरु हुन् हैन अब भनौं न मुख्य सूत्र अभ्यास मार्गको चारहरु हो उनीहरुको अब मार्ग क्रम र मति शोधन उहाँले विशेष गरी उहाँले जोड दिनुहुन्छ गेलुकपाहरुले हैन जुन तिनीहरुले कदमपा स्कुल अनुसार अभ्यास गर्छन् त्यसैले तिनीहरुले मध्य मार्ग दृश्य र अन्य कुराहरुलाई कसरी व्याख्या गर्छन् भन्नेमा केही भिन्नताहरु बाहेक सामान्यतया धर्मको सन्दर्भमा तिनीहरु सबैभन्दा नजिक छ त्यही कारणले अब काग्यु र यो गेलुकपामा चाहिँ अत्यन्त धेरै अब नजिक भएको हैन जुन अब मार्गदर्शकको कुराहरुमा अन्य कुराकारी अन्य यो समाधि कुराहरुमा धेरै नै मेल खाने छ अब छयोग वा झोनङ विद्यालयसँगको अब गर्ने कुरा नि अब कर्म पक्षी रङजुङ दोर्जेदेखि धेरै नजिक र गहिरो अब सम्बन्ध रहेको छ अब धेरै अघिका गुरुहरुले अब सिन्धोङको दाबी गर्छन् र पछि गएर सितुछोकी झुङ्नेदेखि लिएर अब झोनङमा अब सिकाएका अब सिन्धोङलाई अब सिकाउने धेरै अब व्यक्तिहरु छन् अब त्यसैले त्यहाँ अब झोनङसँग वर्तमानमा अब निरन्तर अब अविभाज्य सम्बन्ध रहेको छ हैन त्यही कारणले अब कर्म कमसङ र झोनङमा फेरि यो अभेद भएको हैन यो ध्यानको लागि ध्यानमा एकै भएको पनि अब सम्बन्ध रहेको छ त्यस्तै गरी अब स्याङबकायु सिजे धोर्जेङ इन्डु लगायत अनि
विभिन्न अब राङजुङ दोर्जेको सम्म चाहिँ के हो त किसिमको धेरै नै अब मिलेको छ। त्यसै गरी अब झङ्गोन हैन कर्म राङजुङ दोर्जे समयले फैलन अब यसरी अब कर्म कमसँग धर्म यसरी फैलाउनु भयो हैन। जुन झङ्गो लोडो थाए लगायतका यसरी अगाडि कमसँग मुख्य समर्थकको मध्ये एक कर्म कमसँग हो यिनीहरू चाहिँ हैन। अनि कर्म कमसँगको अब सम्बन्ध अत्यन्त बलियो छ हैन। यसरी हामीले बुझ्नु पर्दछ जुन साक्यसँग काइजुप अब त्यस्तै गरी अब घेलुसँग अब निङमसँग सन्दर्भमा जुन अब अहिले हाम्रो मुख्य विषय हो। पहिलो कर्म दुजुम खेम्बाको बुबा हैन निङम परिवारमा थिए हैन, जसको अब पुर्खा संरक्षक रङजुङ ग्याल्मो थियो। त्यो हुँदाखेरि अब सबैसँग सम्बन्ध मिलाएको छ हैन। त्यही कारणले गर्दाखेरि हैन काइजु भन्नु चाहिँ अब एक्ला आएको घेलु निङमसँग कुनै पनि अब सम्बन्धमा त्यस्तो होइन, सबैसँग सम्बन्ध घनिष्ठ एउटा मित्रता भएको अब बताउँछ। त्यही कारणले अब यो पछि चाहिँ के हो त अब निङमसँग अब सम्बन्ध कुरा गर्नु पर्दाखेरि अब के हो त भन्दाखेरि अब अब कर्म कमजङको अब मुख्य मूल स्रोत अब यसरी मार्गदर्शी दुजुङ क्याम्प रहेको थियो हैन। अब कर्म कमजङको अब दुजुङ क्याम्पको भनौँ न अब के हो त भन्दाखेरि पहिलो अब यो पहिलो अब दुजुङ क्याम्पको बुबा चाहिँ निङमा परिवारको थियो, जसका पुर्खा चाहिँ अब पुर्खाको संरक्षक अब 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 यो राङजुङ ग्याल्मो थियो। यो चाहिँ अब कसैको बुवा भन्छ, कसैको अब यहाँ बाजे हो भन्ने कुरा पनि छ यसमा हैन। जे भए पनि अब यो उहाँको पुर्खाको अब संरक्षक रामजङ ग्याल्मो भन्ने थियो हैन, जो कमसाङ वंशको मुख्य संरक्षक हो संरक्षक बन्यो पछि गएर। अब यो राङजुङ ग्याल्मो भन्ने एउटा धर्मपाल जुन अब पुर्खाको संरक्षक थियो एउटा हैन, वंश बचाउने कुल थियो। अब त्यो चाहिँ अब किसिमको कमसाङको अब रक्षक बन्यो। उनले अब ड्रग कर्मन त्यही कारणले गर्दाखेरि अनि गान्जु निङमासँग चाहिँ धेरै नै अब सम्बन्ध राम्रो भएको अब यसमा अब बताएको छ। त्यस्तै गरी महासिद्ध कर्म पक्षको पिता पनि अब निङमा थिए हैन। 13 पुस्तकका अब तान्त्रिक अभ्यासहरूको रक्षक अब अभ्यासको भनौँ न सिक्ने सम्बन्धहरू गुरु प्राय अब निङमा थिए, निङमा अब गुरुहरू थिए। अब यो सबैको अब मैले परम्परा बताएँ भने अब त्यति अब समय हामीले कम छ, बताएर साध्य छैन। अब जुन अब महत्त्वपूर्ण त्यो मात्रै म बताउँछु हैन। त्यसै गरी अब डुब्से कर्म पक्षीको उहाँको अब पिता पनि अब निङमा थिए। अब भनौँ न अब 13 पुस्तकका तान्त्रिक अभ्यासको अब रक्षक अब गुम्बा भेनाजिन अभ्यास अब कमकमजोको विरासत बन्यो हैन। उनले अब कथोक झम्पा बमबाट सूत्रहरूको उद्देश्यको सारांश अब ब्रह्मको जाल र दिमागको 18 चरण पुरा हुने चरण अब झोक्छेन भनौँ न अब कुराहरू उहाँले अब कथोक गुरुबाट उहाँले विभिन्न अब अभ्यास लिनुभयो हैन। अब निङमाहरूको अब सूत्र तन्त्र अब यो चित्तको मुख्य अब स्रोत रहेको छ यो कथोक भन्छ, कथोक झम्पबुम भनेको चाहिँ त्यो चरणबाट उहाँले अब सूत्र तन्त्र चित्तको विषयमा उहाँले सुन्नुभयो। त्यसै गरी अब कर्म पक्ष चाहिँ अरूभन्दा अब असामान्य विशेष तरी अब के हो त अब पहिलाको मेरो जुनी के थियो भने सबै छर्लङ्ग अब उहाँले थाहा हुन्थ्यो, त्यस्तो शक्ति थियो उहाँसँग। अब उहाँ चाहिँ पहिला अब इन्द्र बोधी राजा झा र अनि घरपा धोर्जेको पालामा विगतको जीवनकालमा निङमा र शर्मा दुवैको गोप्य मन्त्र शिक्षाबाट कसरी जागृत भएको थियो भनेर उनले अब थाहा हुन्थ्यो हैन। त्यसपछि उनले महामुद्रा र झोक्छेनको मिलनको
एकीकरण हो भने मिलनको दृश्य र ध्यानलाई चार क्यासको अब भनौँ न चार क्रमको अब उहाँले अब औलाउँदै अब पित निर्देशनहरूलाई आफ्नो मुख्य अभ्यास बनाए। तिनले योगका 3 प्रकारका टिप्पणीहरू सहित धेरै ग्रन्थहरू लेखेर तिनीहरूले अब यसरी उहाँले लेख्नुभयो। के भन्नुभयो, संसार खाली नभएसम्म यो धर्म पुरा हुने छैन भने यसरी लेख्नुभयो होइन। त्यही कारणले गर्दाखेरि उहाँको धेरै जसो कृतिहरू चीनमा संरक्षित छन्, जुन अब कर्मपक्षी जुन होर अब होइन, जुन अब रसियामा एक किसिमको भनौँ न अब धेरै अब सम्बन्ध भएको हुँदाखेरि उहाँको चीनमा धेरै अब सुरक्षा छ उहाँको अहिले पनि भन्ने कुरा छ। र त्यहाँ 100 अब खण्डहरू छन्, तीमध्ये अधिकांश निङ्म धर्म मानिन्छ। उनका विद्यार्थी अब उहाँको विद्यार्थी ढुप्तो उर्गेन्बा। अब ढुप्तो उर्गेन्बाको अब विशेष उहाँको बताउनु पर्दाखेरि आज चाहिँ किन भन्दाखेरि एक हिसाबले हेर्ने भने अब ढुप्तो उर्गेपछि अब कर्मपक्षीको चेला हो। एउटा चाहिँ ग्याल्बा घोसङ भएको चाहिँ के हो त, यो एक किसिमको अब यो ढुप्तो उर्गेम्बा चाहिँ हो त निङ्मापाको सम्प्रदायको सबै अब ज्ञान उहाँले भरिपूर्ण भएको एउटा मान्दछ होइन। अब उहाँले विभिन्न गुरु ऋषिको टोपी लगायत विभिन्न अब उहाँले अब यसरी ल्याउनु भएको कुराहरू छ यसमा है। त्यही कारणले अब अत्यन्तै अब गोप्य कुराहरू छ। उहाँ चाहिँ उर्गेनको भन्ने देशमा पनि जानुभयो होइन। अब धेरै देशै अब ढुप्तो उर्गेन्बा 7 वर्ष उमेरदेखि 16 वर्ष उमेरसम्म विशुद्ध हेरुका वज्र किलाको अध्ययन गरेर अभ्यास गरे। पछि उनले अब पद्मसम्मले अब चुओ पर्वतमा लुकेको लामो आयुको पानी पाएर मङ्गोल सम्राटको गुरु बन्यो। आफ्नो एक आधिकारिक लेखमा उनले भने कि पछिका अनुवादहरूले निङ्माको आलोचना गरे। उनीहरूले भने कि उनीहरूले भारतमा कुनै पनि निङ्मा धर्म देखेका छैनन्, तर यदि उनले ताङ बिहार मन्दिरमा देखेको सबै संस्कृत पाण्डुलिपि झोक्छेनमा मात्रै बनाउने हो भने यसरी भनेको छ होइन। अब त्यसै गरी अब कर्म राङजुङ दोर्जे होइन, पुनर्जन्मको अब कर्मपछि पुनर्जन्म कर्म राङजुङ दोर्जे हो। राङजुङ दोर्जेले अब ढुप्तो उर्गेमबाट अब धेरै निङ्मा र शर्माको शिक्षा प्राप्त गरे। जुन ढुप्तो उर्गेमबाट यसरी निङ्माको धर्म धेरै उहाँले सुन्नुभयो, अभ्यास गर्नुभयो। त्यही नै अब आफ्नो अब भनौँ न चेला एक किसिमको त सुम्बा राङजुङ दोर्जेलाई दिनुभयो होइन। त्यही कारणले उहाँले अब यो शर्मा शिक्षा प्राप्त गरे। मैले सूत्र भ्रष्टाचार भनौँ न भ्रष्टाचारलाई हटाउने र यो जाडोको परिपक्व विभिन्न यो निङ्तिक कुराहरू होइन, चित्त तिलकको अनि 18 चमत्कार सहित विभिन्न कुराहरूको अनि 18 चमत्कार सहित अनि गधुन्डुप जब यसरी उहाँले अब रचना गर्नुभयो विभिन्न। जब राङजुङ दोर्जेले अब यो भनौँ न यो ढुप्तो उर्गेम्बादेखि जुन उहाँले पाएको ज्ञानले यसरी विभिन्न अब तन्त्रको कुराहरू उहाँले पाउनुभयो, लेख्नुभयो, उदय गर्नुभयो होइन। त्यसै गरी अब मेलोङ दोर्जे कुमार राजा होइन थियो भनौँ न। उनी कर्म गनमा थिए। उनले अब भनौँ न यो गधुन्डु भने चाहिँ उनले विमला मित्रलाई आफ्नै भाउको बीचको ठाउँमा बिलाएको शुद्ध दर्शन पाएर उनलाई यो निङ्तिको अर्थ निङ्ति चित्त तिलकको थाहा थियो जसरी यो हो भनेर उनले एउटा पाठ लेखे कर्मी निङ्तिक र उनीसँग अन्तिम वंश थियो। उनले देखे कि यो हाम्रो साझा धारणमा गुरुको अनुसार गर्नु, गुरु पद्मसम्मबाट वंश प्राप्त गर्नु महत्त्वपूर्ण छ। कुमार राजा होइन जुन झोक्सिनको महासिद्धि थियो, सिद्ध थियो उहाँ चाहिँ। यसरी उहाँको साथमा पढाउँदा साथी हुनुहुन्थ्यो। तर राङजुङ दोर्जेले झोक्सिनको अनुभूति आफूले अतुलनीय ठाने होइन। त्यसैले सुर्फुमा निम्तो दिएर कुमार राजाबाट विमला मित्र अनि निङ्तिकको चक्र प्राप्त गरे होइन।
त्यसै कारणले अब के खाताहरूको अनुसार उसले 53 पेमा लोडो हैन त्यसो तेर्तुन पेमा लेडल रबाट यसरी प्राप्त गरे जुन वाङलुङ छिसुमहरू हैन यसरी अब आफूले जुन प्राप्त गरेको ज्ञानहरू अनि ग्याल्वा युङतोम्बा द्वारा पनि इतिहासमा यो मानिन्छ कि उनी लोछेन धोर्जे बमद्वारा प्रसारण दिएको थियो भने लोतन धोर्जे हैन लोछेन धोर्जे बुमले अब सहयोग गरेको बाबत अब डाकिने निङ्दिक खजनार उहाँले पेमा लेडल पेमा लेग्देन्सेल भेटेको अब लेखेको त्यो भित्र विभिन्न उहाँले अब यसरी अब प्राप्त गर्नुभयो तन्त्रको अब गोप्य कुराहरू त्यो भित्र चाहिँ अब भनौँ न अब यहाँ के लेखेको छ भन्दाखेरि अब पानी बाँदर वर्षमा अब धर्मगुरु रङजुन दोर्जे सम्बर प्रसिद्ध नडङ गुम्बाबाट 2 जना पठाए कुङपोमा बोलाउन मैले डाकिने निङ्तिक चित्त तिलकको पहेँलो स्क्रोलहरू ल्याए र उहाँलाई पूर्ण रूपमा हस्तान्तरण गरियो सशक्तिकरण र पलहरू मैले उहाँसँग 3 महिना बिताएँ धर्मगुरुले मलाई अनगिन्ती शिक्षा दिनुभयो र खुसी भयो मलाई अकल्पनीय दिनुभयो सुन र घोडाहरू जस्ता सामग्री उपहार धर्म मालिकको जन्म वर्ष पानी बाँदर थियो त्यति बेला उनी 49 वर्ष थिए त्यसपछि उनी चीन गए जसरी यो स्पष्ट छ र रङजुन दोर्जेले उनलाई कङ्बोमा निम्तो दिएर उनीबाट डाकिनी अब को निङ्तिकको पूर्ण चक्र प्राप्त गर्यो थन्देर ग्याल्से पनि थुप्रै शिक्षाहरू रङजुन दोर्जेदेखि अब झताका यस्तो अचक्ली अन्तरिक सिद्धान्तहरू झलवान ग्यासो सहित अब अगाडि उहाँलाई प्राप्ति भयो हैन अब यस्तो विभिन्न जुन अब निङ्म सम्प्रदायसँग जोडेर यसरी अनगिन्ती अतुलनीय भनौँ न यसरी अब अपार यसरी ज्ञानहरू सिक्नुभयो जुन निङ्म सम्प्रदायसँग मेल खाएर जोडेर यसरी सम्बन्ध भएर धेरै घनिष्ठ सम्बन्ध रहेको छ त्यसै कारणले गर्दाखेरि अब निङ्तीको चित्त तिलकको एउटा स्रोतकर्ता चाहिँ एउटा लोङछेम्बा नि रहेको छ है त्यही कारण रङजुन दोर्जे र लोङछेम्बा दुवै विद्याधारा कुमार राजाका प्रमुख झोक्छिन विद्यार्थी थियो पछि अब रङजुन दोर्जे र लोङछेम्बा दुवै अब विद्याधारा कुमार राजाका प्रमुख अब झोक्छिन विद्यार्थी थियो अब धेरै उनीहरूले सिक्यो अब रङजुन दोर्जे र लोङछे राब्जमद्वारा अब धेरै अब भनौँ न अब यहाँ जसरी यो भन्छ कि रङजुन दोर्जे र लोङछेम्बा शिक्षक दुवै सबैभन्दा महत्त्वपूर्ण समर्थक थिए विशेष गरी लोङछेम्बाले रङजुन दोर्जेबाट धेरै शिक्षा पाएका थिए लोङछेम्बाको सङ्कलित कृतिमा समेटेका थिए कठिन बिन्दुका प्रश्नहरूको उद्घाटनमा यस्तो लेखिएको छ यहाँ मेरो नाममा रहेको शङ्का हटाउन कोही छैन स्वयं सर्वज्ञ बाहेक जसको एकताबद्ध वज्र मन गहिरो शान्ति महान आनन्द र सहज हुन्छ त्यसैले मैले यी प्रश्नहरू सोधेको छु र निष्कर्षमा म अबदेखि ज्ञानको सारसम्म रङजुन गुरुको वर्तमानमा जन्मिएर धर्मको समुद्री पर्वतको आनन्द लिनुहोस् र शङ्कर रहित शान्तिमा पुग्नु जब हामी यो देख्छौँ हामी बुझ्छौँ कि दुवै बीचको गहिरो मायालु र सम्बन्ध थियो यसबाहेक रङजुन दोर्जेले झोक्छिन शिक्षा मात्र पाएनन् उनले अरूलाई पनि पढाए र व्यापक रूपमा प्रचार पनि गरे भने यसरी अब लेखिएको छ हैन धेरै उहाँले अब छवि राख्नुभयो निङमा काइजु सबैको लागि त्यही कारणले विशेष गरी कुमार राजाको चेला थियो जुन रङजुन दोर्जे यो लोङछे राब्जम चाहिँ अब यो निङमा मुख्यको निङमाको अब यो झोक्छिङको धर्मको मुख्य अब यो स्रोतकर्ता चाहिँ लोङछेम्बा हो कुन बेला एकदम विश्व विख्यात रूप फैलिएको थियो त कर्मको कहिले यसरी फैलिएको थियो त भन्दाखेरि अब रङजुन दोर्जेको पालोमा फैलिएको थियो भने यसरी लेखिएको छ त्यो पनि अब युङदुम्पाले अब निङ्तिक भित्र इतिहास अनुसार के लेखेछ भन्दाखेरि
अब त्यो पुरुष पानी बाँदरको पहिलो महिनामा सुर्बु देशनको एकान्त ठाउँमा महान परिचार लोपेन हिसे ग्याल्सेनको अनुरोधमा उहाँले अब त्यहाँ चाहिँ अब यही नै अब हिसे ग्याल्सेनको अब लोपेन अब हिसे ग्याल्सेनको अनुरोधमा चाहिँ अब जुन अब के हो त उहाँले अनुरोधमा उहाँले 5 जनालाई शिक्षा हस्तान्तरण गर्नुभयो अब दोगु खेम्बो ग्याल्सेन तोकदिन अनि हेग्यालटुलगु ओम्बो मेलुङबा र म युङदुम्बा उहाँले तीर्थ गुरु र अनि चिया सर्भर सहित हामी साथलाई पूर्ण रूपमा 5 अधिकार दिनुभयो हामीलाई पूर्ण निर्देशन दिनुभयो भने यसरी अब लेखिएको छ हैन उनले शिक्षाहरू प्रसारित गर्ने तरिका विद्वानहरूको पर्व र अन्य स्रोतहरूको अनुसार उनले भनेका थिए कि यदि जोक्छेनका यी शिक्षाहरू हराएमा यो ठुलो नोक्सान हुनेछ यसैले युङदोन दोर्जे पालले तिनीहरूलाई त्यस अब यही ग्याल्वामा फैलाउनु पर्छ खाम र कुङ्बो मङ्गोलिया र चीनमा हेसे ग्याल्बो र मेलुङबा साक्या सुन्नुलाई उमा फैलाउनु पर्छ त्यसपछि तिनीहरूले जोक्छेन शिक्षाहरूलाई फैलाएर वंश विभिन्न अनि शाखाहरू विकसित भए हैन छोरकरी भन्नु पर्दाखेरि अब जोक्छेनको शिक्षालाई अब चारै दिशामा अब फैलाउनु मुख्य व्यक्ति अब रङजुन दोर्जे थियो हैन त्यही कारण विभिन्न ठाउँमा खटायो हैन अब चीन मङ्गोल लगायत विभिन्न ठाउँमा अब भनौँ न अब अनि ग्याल्सेन मेलुङबा साक्या सुनुलाई अब उमाहरू फैलाउनुपर्छ भन्ने यसरी आदेश दियो हैन अब छोटकरी भन्नुपर्दा दक्षिणको शिक्षालाई चाहिँ चारै दिशामा फैलाउने मुख्य अब व्यक्ति चाहिँ को थियो त रङजुन दोर्जे थियो है फेरि त्यही कारणले यसको भविष्यवाणी डाकिनी अब निङथिकमा गरिएको छ के गरेको थियो भन्दाखेरि त्यहाँ अब हैन अब त्यही कारणले अब जोक्छेनको अब यो धर्म चाहिँ अब चारै दिशा अब 10औं दिशामा यसरी अब फैलाउनु भयो जुन रङजुन दोर्जेले अब यो खान्डो निङती भित्र यसरी लुङ्गन गरेको छ हैन यसैले समुद्रमा फैलाउने छ पृथ्वीमा बोधिसत्व यसलाई समुद्रमा फैलाउने छ रङजुन दोर्जेको विद्यार्थी युङदुन दोर्जेपाल सम्पूर्ण सूत्र शिक्षाहरू विशेष गरी अभिधर्मको संग्रह गुम्बाकुन्तु महायान अनि अहिदाद्वारा लेखिएकोमा राम्रोसँग अब जानकारी गरेको थियो अब यसरी भनौँ न यसरी अब जोक्छेनको धर्म चाहिँ अब सबै दिशामा फैलाउने चाहिँ रङजुन दोर्जे अब छ भने यसरी अब यो निङथिकमा अब भविष्यवाणी पनि गरेको छ अब यो युङदोमा चाहिँ अब के हो त सूत्र तन्त्रमा विशेष थियो तर त्यो भन्दा पनि सूत्रमा चाहिँ के हो त गुम्बाकुन्तु अभिधर्मको सङ्घर्षमा अत्यन्त विद्वान थियो हैन उहाँले चाहिँ अब राम्रोसँग जानकार थियो उहाँसँग सबै निङमा र शर्मा तन्त्रको व्यापक ज्ञान थियो उहाँ रङजुन दोर्जे र बुधन रिम्बुछे दुवैको विद्यार्थी हुनुहुन्थ्यो जुन अब युङदोमा चाहिँ उनले सुर झम्बा सेङ्गेबाट 3 मुख्य निङमा तन्त्र उहाँले अब सुर झम्बा सेङ्गेबाट अब 3 अब सूत्र हैन अब विभिन्न अब यो सूत्र माया त्यसै गरी अब चित्तको ज्ञानहरू उहाँले पूर्ण पित निर्देशनहरू प्राप्त गरेको थियो हैन आफ्नो पदहरू सिकाउने मास्टर बनेको थियो गुह्य गर्भ तन्त्रमा उनको टिप्पणी र इल्युमिनेटिङ भने मिरर भनेर इल्युमिनेटिङ मिरर हैन एक किसिमले के हो त भन्दाखेरि अब यु सङ्गिङला टिक्सल जे मेलोङ भनेको हैन यसरी अब गुह्य गर्भको अब व्याख्या स्पष्टी अब ऐना भने यसरी गरेको छ उनीहरूको अब जादु चक्र हुने क्रियाकलापको प्रयोगमा धेरै विद्वान थिए उनीहरूसँग ठुलो शक्ति थियो हैन एकचोटि जब महान साक्य पल्देन लामा अब महान अब त्यसै गरी अब दम्बासोनम ग्याल्सेन
dolbo sherab gyalse ngokchu thome sangbo हैन जुन gyalse lalen हैन सही दिसु बोधि पक्षीको अब भनौं न बोधि पक्षीको धर्म लेख्ने गुरु चाहिँ हो थोमे सङ्गो भनेको चाहिँ एकचोटी अब सबै एकचोटी अब भेट्ने मौका पाएको थियो सबै जम्मा गरियो र दलबोबा कुञ्जे जनाउँबा अनि उनीहरूले अब आफ्नो उपलब्धिको संकेत देखाउन सुझाव दिए हैन उनीहरूले के भन्यो भन्दा अब यहाँ त सबै महिना हो भने अब उनीहरुले अनुभव अब हैन विभिन्न यो ग्याल्सेन दलबोबा सेरब ग्याल्से ngokchu थोमे संगबो हैन हुँदाखेरि उनीहरूले आफ्नो अनुभव सुनेर दलबोबाले तिब्बतमा अनुभव गरिएका सबै कुरा कण्ठ गरेको थिए पाल्देन लामा अब आफ्नो शक्ति के छ भनेर देखाउनु भन्दाखेरि अब अनुभव सुनाउँदै गयो दलबोबाले के भन्यो भने तिब्बतमा अनुभव गरिएका सबै कुरा कण्ठ गरेको बताए पाल्देन लामा धम्बलले के भन्यो पाल्देन लामा धम्बलले के भन्यो लगातार 4 अब सशक्ति हैन विभिन्न अब भनौं न किरिम हैन उत्पत्ति र निष्पत्ति क्रमको सबै अविच्छिन्न उहाँले जति अब लिन सक्ने त्यस्तो थियो हैन ग्याल्से मुल्छु थोमे सांबोले चाहिँ के हो त निरन्तर बोधि चित्त राखेको थियो त्यसको विषयमा बोधि अनि बोधि चाहिँ त मैले जीवनमा कहिले पनि टुटेको छैन भने यसरी उहाँले बताउनु भयो हैन विभिन्न आफ्नो अनुभूतिहरु यसरी उहाँले जम्मा गरेर यसरी देखाउनु भएको थियो हैन अन्तिममा चाहिँ अब ग्याल्वा युङदोमा पालो आयो उहाँले के भन्यो भन्दाखेरि उहाँ चाहिँ आफ्नो दैनिक अभ्यासबाट आफूले गरेको यामको खोपडी हैन देखाए उहाँ चाहिँ अब यो अब हामीले टिबेटनबाट अब यसलाई चाहिँ सिन्जे भनिन्छ हैन यामेन्ताका है हैन अनि उहाँले चाहिँ अब के हो त भन्दाखेरि अब यामको एउटा खोपडी हैन देखाए त्यो खोपडीले अब आफ्नो खोपडीले चाहिँ अब त्यो खोपडी भित्र चाहिँ अब के हो त आफ्नो अब पूजाको लागि सामग्रीको लागि उहाँले उपाय गर्नुहुन्थ्यो अब त्यो खोपडीमा अब त्यो यामन्तको अब उहाँले साधना गर्नु हुँदाखेरि हैन जुन एउटा कपलीमा हैन एउटा खोपडीमा चाहिँ अब उहाँले मन्त्र जप्यो मन्त्र जप्ने खोपडीले आफ्नो मुख खोल्यो र आफ्नो दाँतहरू बढायो र अन्य 3 विद्वानहरूलाई डरायो हैन एकदम हैन त्यसमा चाहिँ त्यो खोपडीमा चाहिँ दारा आएर यस्तो दारा बर्सेर हिँड्दाखेरि अरु 3 जना अनि अब 3 जना विद्वानहरू चाहिँ डराएर वरपर दौडियो र अनि यो अनि एकदम अब डराएर दौडिएको नि थियो त्यही कारणले अनि यो एक अचम्मको चमत्कार थियो मन्त्रको अब सागरजी उनको अभ्यासको शक्तिको संकेत हो भने बताउँछ त्यही कारणले गर्दाखेरि युङतुनमा चाहिँ एउटा तन्त्रिक योगी जुनले चाहिँ अब मन्त्रको धेरै नै बलियो आधार थियो भने यसले संकेत जनाउँदछ त्यसपछि अब पछिल्लो कर्म अवतारहरूले अब सबैले अब धेरै अब भनौं न सम्बन्ध के हो त अब वाङ लुङ हैन अभिषेकहरू आगमहरू सबै के हो त निङ्म परम्परासँग अब धेरै नै सम्बन्ध थियो अब के हो त भन्दाखेरि अब जुन अब त्यहाँ भन्नको लागि यति धेरै अब छ कि मैले ती सबैले अहिले उल्लेख गर्न आवश्यक छैन हैन अब धेरै नै छ अब यो गुरु रुम्बोचे दर्शन पनि पाएको थियो स्वयं अब यो कर्मपाहरूले पछिल्लो कर्मपाहरूले हैन त्यही कारणले अब यो अब गुरु छ कि हैन 8 वटा अब गुरु पद्मसम्म अवतारहरू छ हैन त्यो पनि अब त्यसरी अब भनौं न जुन कर्मपा मिग्यो दोर्जेले अब कुङबोको अब ह्याङमा चाहिँ अब पद्मसम्मको धेरै दर्शन गरेको थियो उसले आक्रमणहरूलाई भगाउने भविष्यवाणी गरे उनले गुरु रुम्बोचेको 8 रूपहरू
सङ्घका 8 रूपहरूलाई कर्मपाको 8 अवतारमा अविभाज्य छन् भने देखेर एक गुरु योग लेखे जसलाई श्याङ्काज्ञमा मन सङ्घको सिल गरिएको छ हैन। त्यही कारणले चाहिँ यो चाहिँ थुन्सिल लामे भन्दा अलिकति ज्यादा छ, त्यसको अब सार मानिन्छ। भनिन्छ यसको पूर्ण शीर्षक र अब भनिन्छ कि सङ्घको अब धर्म र सिपल हैन। श्याङ्काज्ञमा छसङ श्याङ डोयुको युटकबे तम्चु काज्ञा मर ढा भने यसरी अब नाम देखियो छ यसमा। अब यसमा चाहिँ के हो त, विशेष गरी परिचयहरू हैन ल, 3 कायाहरूको परिचय, अब कुसुम परिचय, कुसुम घोटो भनिन्छ, 3-4 अब कायाको परिचयहरू बताउँदछ। म आफ्नो लामो टिकामा यो अनुसारमा परम्परा अनुसार लाग्यो कि ढेल्पा कर्म पक्षी धेरै प्रसिद्ध थियो त्यो निङमा तेर्तोन्माहरूमा। यो भनौँ न निङमाको विभिन्न तेर्तोन्बाको यो भनौँ अब यसको अब दाताहरू हैन, यसको मुख्य अब श्रोताहरू चाहिँ यो त अब कर्मपाहरूको हो भने अब यसरी अब लेखिएको छ हैन। कर्मपाको चेलाहरू पनि छ त्यसमा। त्यसैले पनि यो भनिएको थियो कि कर्मपाले तेर्तोन प्रमाणिक हो वा होइन भनेर निर्धारण गर्नुपर्दछ हैन। त्यसै सितुछोकी झुनेको समयमा आसपासमा 13 अभ्यासहरू कमसङमा व्यापक रूपमा फैलियो। त्यसैले अब त्यो बेलामा अब के हो त 70% सबै निङमाको धर्महरू हो, सम्प्रदायको धर्म मनाउँथ्यो हैन। त्यसैले त्यो अनि बढ्ने क्रममा के भयो त पछि अब कैजु र निङमाको अब के हो त युग्नद एउटा भेला भनेर नि यसरी अब नाम राखियो हैन। त्यसैले सम्भवमा 10औं दिन छेचु भनिन्छ। 70% भन्दा बढी विभिन्न मठहरूमा हामीले गर्ने ढुच्छेन भव्य पूजाहरू निङमा परम्पराहरू छन्। यो कारण यहाँ कमसङ र निङमाको मिलन भएको छ वा सायद निङमा अझ बलियो भएको छ, यहाँसम्म कि परम वंशको प्रसारण निङमा वंशको निर्देशनसँग दिएको छ। यसरी अन्य विद्यालय र विद्वानहरूले व्यङ्ग्यात्मक रूपमा सोधेका छन् कि हामी हाम्रो आफ्नै परम्परा वा निङमाको बारेमा बढी जानकार छौँ भनेको छ हैन। हामी हाम्रो आफ्नै परम्परा वा निङमाको बारेमा पनि धेरै जान्दछौँ भने यसरी बताएको छ। त्यही कारणले गर्दाखेरि यो चाहिँ अब एउटा स्थूल अब भनौँ न एउटा इतिहास हो। अब धेरै बदल्नु पर्दैन यो जे भए तापनि अब यो अब निगी दोर्जेको भए पनि अब पूर्व गुरुहरू भए पनि जे भए तापनि के हो त अनि अरू धर्मसँग अरू सिद्धान्तसँग अनि सत्कार सम्मान भएको एउटा घनिष्ठ नाता भएको देख्दछौँ हैन। त्यही कारणले गर्दाखेरि अन्य अघिल्लो पुस्ताले अन्य सबै धर्म वंश र विद्यालयहरूमा सम्मान गर्थ्यो। तिनीहरूमा विश्वास र शुद्ध दृष्टि थियो। उनीहरूले आफ्नो मनमा नजिकको महसुस मात्र गरेनन्। यदि उनीहरूले अभ्यासमा सिकाउने उनीहरूबाट अध्ययन गर्न पाए भने उनीहरूले गरे, यदि तिनीहरूले सेवा गर्न सक्छन् भने तिनीहरूले गरे। यस वंशका अनुयायीहरूको रूपमा हाम्रो लागि यो प्रभावशाली कथा र तिनीहरूको प्रसिद्धको संरक्षण गर्नु इतिहासप्रति हाम्रो दायित्व हो हैन। त्यही कारणले हाम्रो यो दायित्व बन्छ हैन। त्यही कारणले गर्दाखेरि हाल हामीले गर्नुपर्ने हामीले नभई गर्नु असली हामीले गर्नुपर्ने के हो त भन्दाखेरि हैन, सबै धर्ममा हामीले प्रचार सुरक्षण गर्नु अत्यन्त हाम्रो दायित्व बन्दछ। तर काइजुका अनुयायीका नाताले हाम्रो सबैभन्दा जरुरी र महत्त्वपूर्ण जिम्मेवारी भनेको यस वंशको संरक्षण, प्रसार, अभ्यास, निर्देशन, दर्शन, विज्ञान र इतिहासको संरक्षण र प्रसार गर्नु हो। यो किनभने हाम्रो वर्तमान समयमा विश्वका धर्महरू सामान्यतः बुद्ध धर्मले ठुलो परीक्षाको सामना गरिरहेको छ। विशेष गरी हैन तिब्बती बौद्ध धर्ममा धेरै आन्तरिक र बाहिर अवस्थाहरूद्वारा खतरा छ हैन। यस्तो समयमा आएको छ। यो समयमा यो हाम्रो लागि महत्त्वपूर्ण छ कि हाम्रो आफ्नै खजना हैन, हाम्रो आफ्नै वंश र अनि वंश विद्यालयहरूको हेरचाह गर्न एकदम चासो छ हैन। यदि हामीले आफ्नै वंशको ख्याल राखेनौँ भने अरूले कसरी राख्छ, कसरी राख्दैन। त्यसै कारणले गर्दाखेरि
हामीले जसरी पनि आफ्नो वंशको हाम्रो बौद्ध धर्मको समारोहको हामीले ख्याल राख्नु पर्दछ। तर विगत केही सय वर्षदेखि हामी काग्युलाई चाहिँ धेरै अब लोप भएको छ। धेरै लोप भएको धेरै त्यो अब नष्ट हो कारण के हो त भन्दाखेरि राजनीतिको धेरै अब उत्पीडित समाजबाट निष्कासन गरिएको छ। एक समय थियो जब हामीलाई अब भनौँ न अब एउटा विद्यालयको अब हामीलाई समय थिएन, विद्यालयमा छिर्नको प्रवेश गर्नु मौका दिएन हैन, एउटा ड्रम वा घन्टी बजाउन पनि अनुमति थिएन पूजा गर्नको लागि हैन। हाम्रो अभ्यास र अध्ययनको समुदाय बिग्रियो र हामीले आफ्नै परम्पराहरू ग्रन्थहरू अध्ययन गर्न विद्वान बन्न सक्ने वातावरण हुने कुनै पनि अवसर गायब भयो। अब त्यो धेरै तनस मनस अब धेरै लोप भइसकेपछि के हो त हाम्रो सिद्धान्त दर्शन नभए हराइसकेपछि के हो त अनि अर्को सिद्धान्तहरूले अर्को पक्षले के भन्थ्यो त सबैले अब हेला गर्ने यिनीहरूसँग दर्शन पनि छैन सिद्धान्त पनि केही पनि छैन ध्यानको एउटा शिर छैन सबैले एउटा हेला गर्ने पक्षपात गर्ने त्यस्तो पनि भएको थियो हैन। त्यो बेला के भएको थियो भन्दाखेरि हैन जुन कर्म कम्ज भने एउटा शिर पनि हराउन आँटेको थियो। अहिले अब हाल अब एउटा कयुपा भएको नाताले अरू दिन प्रतिदिन अभ्यास गर्दै 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 अभ्यास गर्दै गर्दै अब अलिकता उज्यालो अब के हो त किसिमको अब ल्याउँदैछ हैन। त्यही कारणले हामी भित्र हाम्रो चलन र शुद्ध मनसय कमजोर भएर हामी मध्ये धेरैले हाम्रो आफ्नै वंश सामान्य रूपमा कयुप अब प्रचार प्रसार निर्देशनको जुन अब खोज्ने परम्परालाई जोगाउन सकेनौँ। हामीले हाम्रा गणनाको ख्याल राखेनौँ भने दर्शन र ज्ञानका अन्य क्षेत्रहरूमा अध्ययन र रुचि राखेनौँ। यसले गर्दा अन्य विद्यालय मानिसहरूले काजुको कुरा गर्दा हामी पहाडमा बस्ने मुसा जस्तै थियौँ भन्ने हामी घृणाको पात्र बन्यौँ। हाम्रो कारणले पनि कयुको सार लोप हुन लागेको अवस्था आउन सक्छ। अहिले धेरै कयुहरू अज्ञानताको निन्द्राबाट बिस्तारै बिउजिरहेका छन्। अहिले चाहिँ यदि धेरै धेरै ढिलो छैन भने यो निश्चित रूपमा धेरै चाँडो पनि छैन। हामीले पूर्ण रूपमा कयु पुर्खाहरू र पुराना ग्रन्थहरूबाट पारित भएका अब पुस्तकहरूलाई प्रचार प्रसार र फिट गरी निर्देशन गरेको सबै वंशहरू खोज्नुपर्छ हैन। तिनीहरूलाई पुनःस्थापन गर्नु र तिनीहरूको वंशलाई काग्युमा राख्नु अत्यन्त महत्त्वपूर्ण छ। यदि हामीले यसमा थप प्रयास गर्यो भने हामी सक्षम हुन सक्ने सम्भावना अझै छ। उदाहरणको लागि यदि एक बौद्ध भिक्षुले क्रिश्चियन धर्मको बारेमा सोद्धा धेरै कुरा भन्न सक्छ तर बौद्ध धर्म बारेमा छैन भन्ने यस्तो कस्तो हुनेछ त? सुत्दाखेरि बौद्ध धर्मको कुरा मैले जानेको छैन भने कस्तो हुन्छ हैन? लाजमर्दो कुरा हो। हामीले अन्य वंशहरूको बारेमा अध्ययन गर्न र अभ्यास गर्न आवश्यक छ र यो हाम्रो लागि अन्य विश्व धर्महरू अध्ययन गर्न महत्त्वपूर्ण छ हैन। यदि हामीले आफ्नो धर्म मात्रै सिक्ने अरूको धर्म सिकेन भने हामीले धेरै लाज मर्दो पनि हुन्छ र त्यो अल्प ज्ञानको भोगी हुन्छ। त्यही कारणले अरूको लागि सिक्नु भन्दा पनि अरूको लागि ज्ञानहरू अरूको ज्ञान सिक्नु भन्दा आफ्नोको ज्ञान आफ्नोको धर्म सम्प्रदाय आफ्नोको वंश सिक्नु अत्यन्त अनि जरुरी छ। त्यही कारण यद्यपि हामीले आफ्नो केन्द्रीयको वंशको अध्ययन अभ्यासलाई आफैमा बनाउनु पर्दछ र त्यसलाई पछि गर्नु पर्दछ। अन्यथा यो रुखको हाँगा काटेर हैन रुखको अब मुख्य अब मूल काटेर हाँगामा झुन्डिनु जस्तै हुनेछ। त्यही कारणले हामीले आफ्नो चाहिँ बिर्सिने अरूले समात्यो भने रुखको मुख्य अब भागलाई काटेर हाँगामा झुन्डिनु जस्तै। त्यही कारणले अभ्यास र विगतले बलियो र शक्तिशाली बनाउने प्रयास गर्नुपर्छ। यो धर्म वंश पछ्याउने मानिसहरूको रूपमा हाम्रो लागि मुख्य प्रतिबद्धता र आधारभूत जिम्मेवारी हो। यो हामीले गर्नुपर्ने सबैभन्दा जरुरी र महत्त्वपूर्ण कुरा हो। मेरो आफ्नै पक्षको लागि म यसरी सोच्दछु, म यसरी प्रयास गरिरहेको छु र यसरी पनि सोचेर एकताबद्ध भएका साथ काम गर्न सबैमा अनुरोध गर्न चाहन्छु। त्यही कारणले हामी सबैले यस्तै सोच्नुपर्छ हैन। हामी सबैले दुःख एउटै सोच्नुपर्दछ, सबैको दुःख बुझ्नुपर्छ हामीले। यस वर्ष मैले मेघ्यो दोर्जेको विषयमा अलिकति बोल्न मौका पाएको छु र यति मात्र नभएर हैन जति सक्दो अब तपाईले जति सक्दो अब एकीकरण गर्नु होला बौद्ध धर्मलाई समग्रलाई
अब भनौँ न एक किसिमको खोज तलास गर्नु होला, इज्जत गर्नु होला, अध्ययन गर्नु होला हैन। यस वर्ष मैले मेघी दोर्जेको विषयमा अलिकति बोल्ने मौका पाएको छु र त्यति मात्र होइन कि इन्टरनेटमा मैले धेरै मानिसहरूसँग उहाँलाई परिचित गराउने मौका पाएको छु र म यसबाट खुसी छु। अब यो यसमा चाहिँ खुसी हुनु कारण चाहिँ यो हो कि एउटा कुराको लागि मैले मेघी दोर्जेको विरुद्ध 400 वर्षभन्दा बढी समयदेखि लगाएको निराधार आरोपको स्पष्टीकरणको दिन सकेको छु वा कम्तीमा अब पत्रमा आपत्ति विभिन्न लेखिएको छ कि छैन भने अब प्रश्न उठाउन सक्छु। निङमा अब मेघी दोर्जेद्वारा लेखिएको हो होइन हैन, जुन अब आपत्ति कुरा हैन। अर्को कुराको लागि म काग्यू र निङमाको बीचको सम्बन्ध ऐतिहासिक रूपमा कतिको गहिरो घनिष्ठ नाता छ रहेको छ। भविष्यमा हामीले कुनै पनि समयमा वा विवादहरूमा बिना नै मिलेर काम गर्न सक्छौँ भन्ने मलाई आशा गर्दछ हैन। झगडा नगरिकन हैन, विवाद नगरिकन, बिना विवाद हैन। भनौँ न अब जुन अब मेघी दोर्जेले अब आपत्ति गरेको होइन, किताब लेखेको होइन भने विभिन्न अब भनौँ न अब के हो त भन्दाखेरि अब अर्को कुराको अब लागि जुन अब भविष्यमा हामीले कुनै पनि समयमा विवादहरू बिना मिलेर हामीले काम गर्न सक्छौँ भने केही विचारहरू साझा गर्न सक्ने भएको छु, कायम राख्न र हाम्रो आम्निस्टिया फैलाउन। तिब्बतका केही साथीहरूले निङमाको बारेमा आपत्ति मेघी दोर्जेको प्रतिक्रिया चासो लिएका छन् र आफ्ना केही विचारहरू लेखेका छन्। मलाई थाहा छैन यदि मैले उनीहरूको नाम उल्लेख गरेमा उनीहरूलाई अब साझ हुनेछ कि छैन, त्यसले म त्यसो गर्दिनँ। त्यसै कारणले पनि यस्तो अवस्थामा म उनीहरूसँग प्रशंसा गर्न चाहन्छु। र अब म सन् 2008मा चाहिँ अब पहिलोचोटि म अमेरिकामा गएको थियो। पहिलोचोटि थियो मेरो जाने क्रम। अनि विभिन्न अब यो सङ्कटको कुरा विविध कुरा नगरौँ हैन। जे भए पनि अब 2008मा अब अमेरिका जाने बेलामा चाहिँ अब यो क्यालिफोर्नियामा म पुगेँ। त्यो बेला अब दुनियाँ मिसेको अब छोरा सुपुत्र मैले अब मैले एउटा उहाँसँग बात गर्ने मौका पाएँ। उहाँले अनि एउटा त्यो गुरुले मलाई के भन्यो भन्दाखेरि होइन, पहिला ऋग्वी दोर्जेको पालोमा रुम्दिकमा चाहिँ छेचु जुन अब दशमीको दशमीको दिनमा अब पूजाआजा गर्दो रहेछ होइन। त्यो बेला अब धेरै व्यापारमा गर्दो रहेछ। त्यो बेला अब पछि अब गएर तपाईँले त्यो चाहिँ हटायो भने मैले कुरा सुनिन्छ मैले, जुन 16 अवतारले गर्ने चाहिँ तपाईँले अब अनि जुन 16 अवतारले अब सुरुवात गर्यो तपाईँले अब हटाउनु भयो भने सुनिन्छ भने त्यो सुन्दाखेरि मलाई अलिकति कस्तो अप्ठ्यारो लाग्यो कि कस्तो चाहिँ होला भने होइन। अनि मलाई अलिकति गाह्रो लाग्यो कि कस्तो चाहिँ होला होइन। त्यो त मैले कतै गरेको थिएन होइन। अनि जुन 16 अवतारले सुरुवात गरेकोदेखि आरम्भ गरेकोदेखि अहिलेसम्म अनि छुटेको छैन जस्तो मलाई लाग्छ होइन। मैले रोकेको छैन भन्ने यसरी मैले जवाब दिएँ उहाँलाई। मैले विमानमा त परिजाउँ सपनामा पनि मैले रुम्दी गुम्बामा जुन दशमी दिनको दिनमा गुरु रिम्पोछेले पूजा आजा गर्ने चाहिँ अनि गर्नु पर्दैन रोक भनेर मैले कहिले पनि गरेन अनि कहिले पनि मैले भनेको थिएन। त्यही कारणले मैले गुरुलाई पनि भने यो कस्तो चाहिँ होला है, मैले यस्तो कहिले पनि भनेको थिएन तर यस्तो आउँदो रहेछ भने यसो कुरा राखेँ उहाँसँग।
त्यही कारणले हैन मान्छेले विभिन्न अब मैले नगरेको म पनि अब गरेको जसरी आरोप लगाउने मान्छेहरू धेरै देखिन्छ हैन त्यही कारणले यो विद्याको कुराहरुमा हैन त्यस्तो विभिन्न कुराहरु देखिरहेको हुन्छ हैन आफूले नगरेको पनि आफूले गरेको आरोप लगाउने विभिन्न कुराहरु देखिने पर्ने हुँदाखेरि भविष्यमा यदि हैन त्यही कारणले अनि भविष्यमा यदि तिब्बतमा कुनै अब साथीहरूले हामीले अब पहिले भएको कुराहरू सुधार्छन् भन्ने धेरै कारणहरू प्रमाण फेला पार्न सक्षम भए पनि हामी तिनीहरूलाई स्वीकार गर्नेछौँ हैन अनि यसमा अब आपत्ति जनाउनु मलाई केही पनि छैन अनि मिग्यु दोर्जेले अब यसरी अब लेखिएको हो भने विभिन्न प्रमाणित अनि प्रमाणित आपत्तिको लियो भने अब त्यसमा हामीले अब भनौँ न त्यसको लागि अब इतिहासहरू सबै पल्टेर ल्याउनु होला त्यसमा अब खुसीजनक अब आपत्ति गर्ने छैनौँ त्यही कारणले अनि अनि सबैले मनमा राख्नु होला प्रमाण फेला पारेमा सक्षम भए अनि हामी तिमीहरूलाई तपाईहरूलाई स्वीकार गर्नेछौँ हस् अनि आजको लागि यति नै अबको अन्तिम पाठ हामी सुरुवात गरौँ ल